नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ मौसम। आज हामीसँग हुनुहुन्छ शिशिर दोस्त, मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ। यो आज चाहिँ हामीले के गर्दैछौँ भन्दाखेरि साथीहरू, आज हामी एउटा पोडकास्ट जस्तो बनाउन कोसिस गर्दैछौँ। हामीले चाहिँ अहिलेसम्म पोडकास्ट कहिले पनि गरेको छैनौँ। अनि चाहिँ हामीसँग त्यस्तो इक्विपमेन्ट्सहरू पनि छैन। जे पनि थियो त्यसबाट चाहिँ हामीले एउटा घरमा के अभाइलेबल छ त्यहीबाट एउटा स्टार्ट गरेछौँ। किनकि अब हाम्रो यो एपिसोड चाहिँ लाइक अ ट्रायल हुन्छ। अब यसमा चाहिँ हामीले अब के कमी कमजोरीहरू भेट्छौँ, राम्रो हुन्छ कि हुँदैन, होइन, कस्तो खालको माइकमा कस्तो साउन्डहरू आइरहेको छ, त्यसअनुसार चाहिँ अब राम्रो आयो भने चाहिँ अब अनि कन्टेन्टहरू पनि राम्रो फ्लोमा गयो भने चाहिँ यो भिडियो हामी युट्युबमा हाल्छौँ। नत्र यो ट्रायलमा मात्रै सीमित रहने एक्सपेरिमेन्ट काइन्ड अफ एक्सपेरिमेन्ट, होइन। त्यही भएर चाहिँ हामीले चाहिँ अब त्यो जमर्को गरेका छौँ। अब आजको टपिक के छ मौसम दोस्त? अब आजको टपिक चाहिँ अब बेसिकली भन्नुपर्दा खासै केही छैन, होइन। लाइक फर्स्ट ट्रायल भिडियो एक्सपेरिमेन्ट काइन्ड अफ अब जे भनौँ, इन्ट्रोडक्सन भनौँ, है। अब आज हाम्रो टपिक चाहिँ आज केही छैन, तर चाहिँ अब केही समसामयिक विषय अहिले ट्रेन्डिङमा जे पनि छन्, होइन, जे ऱ्यान्डम खबरहरू, ऱ्यान्डम आइडिया अहिले जेमा पनि आउँछ हाम्रोमा। अब हामी त्यही ऱ्यान्डम आइडियामै बोल्छौँ आज चाहिँ। पहिलो कुरो, ह्याप्पी न्यू इयर दोस्त। तिमीलाई पनि दोस्त धेरै धेरै शुभकामना नयाँ वर्षको 2080को। यस्तो गर्नु पऱ्यो नि दोस्तहरूमा ल। ह्याप्पी नयाँ वर्षको धेरै धेरै शुभकामना, होइन। तिमीलाई पनि दोस्त सुस्वास्थ्य दीर्घायुको शुभकामना। आँटे ताकेको सबै कुराहरू पुगुन्, सोचेको कुराहरू सबै पुरा होस्, भगवान्ले सबै कुरामा साथ दियो, यी भन्न चाहन्छु। हामीले चाहिँ साथीहरू आज कोइन्सिडेन्ट पनि रहेको छ। आज वैशाख 1 गते 2080 साल हामीले पहिलोचोटि पोडकास्ट पनि बनाउँछ। न्यू इयर रिजोल्युसन जस्तो नयाँ वर्षको सुरुवात, होइन, पोडकास्टसँग गरिएको छ। अब राम्रो रेस्पोन्स तपाईँहरूको साथ सहयोग मायाहरू आयो भने हामी फरवर्ड, होइन, इन कमिङ डेज एकदमै राम्रो खालको भिडियोहरू बनाउने कोसिस गर्दैछौँ। यो त जस्ट फर्स्ट ट्रायल एक्सपेरिमेन्ट भनिरहेको नै छौँ। त्यही हो। अब चाहिँ हाम्रो चाहिँ टपिक भन्दा पनि अब के को बारेमा बोल्ने यो कुरा नै अब फर्स्टमा चाहिँ हामी दुईजना नयाँ हो नि त पोडकास्टको लागि। वी डोन्ट ह्याभ लाइक मच आइडिया के बोल्नु भनेर, होइन। तर हामी सुरु गर्दैछौँ अहिले नेपाल। म त लिटरली तिम्रो गेस्ट हो, करेन्ट हाम्रो के भन्छ यो अल क्रेडिट गोज टु दिस म्यान मौसम। अब हामी के गर्दैछौँ भन्दाखेरि नेपालको चाहिँ अहिले पोलिटिकल, हामीलाई चाहिँ वी आर नट एक्सपर्ट, फर्स्टमै भन्दैछौँ। हामी एक्सपर्ट होइनौँ कुनै फिल्डको पनि। हामीले चाहिँ जेनरल अडियन्स, जेनरल पब्लिक, हामीलाई जे थाहा छ त्यही अनुसार बोल्छौँ। प्लिज यो भिडियोलाई फेरि हामी छुट्टै तरिकाले नलिदिनु होला। फेरि पनि भन्छु, वी आर नट एक्सपर्ट। हामी कुनै पनि विषयगत रूपमा एक्सपर्ट होइनौँ र हामीले आफ्नो ओपिनियन्स दिन्छौँ। अनि अर्को कुरा चाहिँ पोडकास्ट बनाउँदा मैले देखिरहेको छु मान्छेहरूको विभिन्न ओपिनियन हुन्छ, होइन। कमेन्ट सेक्सनहरूमा चाहिँ मान्छेको हुन्छ डिसएग्रिमेन्ट, सबैकोमा तिम्रो ओपिनियन छुट्टै होला, मेरो ओपिनियन छुट्टै हुन्छ। वी आर डिफ्रेन्ट, होइन। हामी डिफ्रेन्ट इन्डिभिजुअल हो नि त। तिमीले सोच्ने तरिका र हेर्ने तरिका फरक हुनसक्छ मेरोबाट। त्यसको मतलब यो होइन कि तिमीले भनेका कुराहरू सबै गलत हुन् र मैले भनेको कुराहरू सबै ठिकै होइन। वी रेस्पेक्ट इच अदर। सबैको ओपिनियन रेस्पेक्ट गरौँ। मेन चाहिँ अब सोसियल मिडिया सुरु गर्दै जाँदाखेरि हेट आउन सक्छ, होइन। हेटलाई चाहिँ कोप गर्न सक्नुपर्छ। अनि हामी एक्सपर्ट नभइकन कि हाम्रो क्याजुअल टकलाई नै हामी प्रायोरिटी दिन्छौँ। र अनि यो क्याजुअल टकमा चाहिँ अब जे पनि कुरा गर्छौँ त्यसलाई चाहिँ ओपिनियनको रूपमा लिनु होला। केही सजेसन, सल्लाह, सुझाव, हामीले भनेको कुराहरू केही गलत हुनसक्छ, होइन, मिसरिप्रेजेन्टेसन हुनसक्छ। त्यसको लागि चाहिँ हामीलाई कमेन्टमा सल्लाह सुझावहरू दिनु होला। हामी अपकमिङ डेजमा चाहिँ त्यसलाई कन्सिडर गर्दै, होइन, नयाँ कन्टेन्टहरू लिएर आउँछौँ। र हाम्रो आज आजको दिनको यो कन्टेन्ट सुरु गर्नुभन्दा पहिला सुरु गर्दा तिमीलाई चाहिँ म पहिलो क्वेसन त के भनौँ, हामी दुईजना टक गरिरहेको छौँ, होइन। त्यसको साथमा चाहिँ अब यो हाम्रो चाहिँ अब यो उपचुनाव हुँदैछ नेपालमा। वैशाख 10 गते छ क्यारे, होइन। वैशाख 22 गते जस गरे हाम्रो 3टा निर्वाचन क्षेत्रमा, तनहुँमा, चितवन र बाह्रमा हुँदैछ। 9 दिनपछि भनौँ न। आज फर्स्ट डे, होइन। आज फर्स्ट 1 गते भन्छ, 9 दिन, न्यू इयरको फर्स्ट डे आज। अनि हाम्रो उपचुनाव हुँदैछ, होइन। यसलाई चाहिँ तिमीले कसरी लिएको छौ? जुन कि अहिले देशमा चाहिँ अब नयाँ शक्ति भनेर एउटा राष्ट्रिय स्वतन्त्र पार्टी आइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले अब हामी देख्न सक्छौँ उहाँहरूको अब 20 जना सांसद हुनुहुन्छ, होइन, सायद 19 जना हुनुहुन्छ। अब उहाँहरूले जुन तरिकाले यो फर्स्टमै हुन्छ नि थोरै समयमा नै एकदमै एकदम ठुलो सफलता त नभनौँ, उनीहरूको राइजहरू छ, होइन। अब राइज भन्ने बित्तिकै अब रवि लामछानेको राइज त हामीले देखेकै हो। उहाँ
कसरी स्टार्ट गर्नु र आज कुन ठाउँमा हुनुहुन्छ होइन। तर भन्दाखेरि पार्टी जेनरली पार्टीको राइज भनौँ न, पार्टी त धेरै भएको छैन पार्टी राइज र यो पहिलो चुनावमा नै यतिको गर्नु भनेको इट्स अ ह्युज थिङ होइन नि कुनै पनि पार्टीको लागि। अब कुनै पार्टीहरू छन् 10-20 वर्षदेखि उनीहरू राजनीति गरेर आइरहेको छन् तर उनीहरू स्टिल नेपालमा मात्र होइन, यो पार्टी खोल्ने टेन्डेन्सी कस्तो हुन्छ भने एकदमै गाह्रो काम हो क्या। एकदम लङ टर्म अप्रोचबाट जानु पऱ्यो होइन, हजुर प्रिन्सिपलहरू बुझाउनु पऱ्यो अरूलाई, अब विश्वास लिनु पऱ्यो। त्यो भनेको एकदमै नेपालमा मात्र होइन जहाँसुकै नयाँ पार्टीलाई गर्नु भनेको एकदमै गाह्रो हो। अब के कस्तो भन्दाखेरि नेपालको राइज भनेको मलाई लाग्छ संसारमा धेरै कम पार्टीहरूले गरेछ होला, रविको पार्टीले जति। त्यही त नि अब राइज गर्दै जाँदाखेरि पनि हामी देख्न सक्छौँ हाम्रो के अरे राप्रपा पार्टीहरू, राप्रपा राजपा नै भन्छ कि होइन हाम्रो मधेसमा राजपा जसपा जनता समाजवादी उपेन्द्र यादव, सरी लोकसभा लोकतान्त्रिक समाजवादी छ महन्त ठाकुरहरूको, हजुर त्यसपछि जनमत छ सिके राउतको, किन हुनु मधेस केन्द्रित दलहरू उहाँहरू पनि धेरै समयबाट राजनीतिमै हुनुहुन्छ तर उहाँहरूले चाहिँ अलिकति मधेस केन्द्रित नै भएर अलि राजनीति गर्ने भएर पहिचानको राजनीति गर्ने भएर उहाँहरूको अलि दबदबा चाहिँ अलि हाम्रो पहाडी अथवा हिमाली क्षेत्रहरूमा छैन। तर मधेसी नेताहरूले पनि मधेसको हक हितका लागि लड्नुभएको छ। द्याट्स अ भेरी गुड थिङ, ह्युज रेस्पेक्ट टु देम होइन। पार्टी सानो ठुलो हुनसक्छ अब। अनि अर्को कुरा चाहिँ हाम्रो अब यता हामी उसकै स्वतन्त्र पार्टीकोतिरै आउँ। स्वतन्त्र पार्टीमा अहिले जुन तरिकाको राइज भइरहेछ अनि जुन तरिकाले अहिले रिसेन्ट कन्ट्रोभर्सी पनि सुन्यो। अब रिसेन्ट कन्ट्रोभर्सी 2 करोड रुपियाँ के भन्छौ तिमी? 2 करोड अब के भन्ने यार त्यसमा यार, 2 करोड त अब त्यो अडियो त मलाई त लाग्छ त्यो जेन्युन नै हो। ढाका कुमार श्रेष्ठ मैले पनि पर्सनल्ली उसको आवाज सुने, अरू मिडियातिर नि सुनिन्छ नि त। भोइस ओभर गर्न पनि त्यत्रो लामो समयसम्म त्यस्तो त्यो पज लिएर त्यो एउटै टाइममा त्यो सकिन्न गाह्रो हुन्छ। अर्को कुरा भनेको दुर्गा प्रसाईसँग उसको त्यो रेकर्डेड क्लिप भएर त्यो मात्र होइन, अर्को पिएले गरेको धेरै कुराहरू भएर नै दुर्गा प्रसाईले त्यो मान्छेमा एउटा आँट हुन्छ नि झन् मसँग छ भन्ने, त्यो अरूले गरेको भए त्यो होइन क्यारिकेचर त्यो इमिटेसन गरेको भए त्यस्तो आँट हुन्न क्या मान्छेमा हुन्छ नि। त्यही त, किनकि अब मलाई पनि के लाग्छ भने रविको टिमले नै तिनीहरूले जुन छानबिन समिति बनायो, अनुशासन समिति के छ क्यारे उनीहरूको होइन, इन्टरनल पार्टी सिस्टम, तिनीहरूले नै के भन्यो भने हामीले धेरै कुराहरूको फाइन्डिङ गर्दा चाहिँ यो आवाज उसकै हो, उसले नै गरेको हो, पैसा नले पनि घुस लिनु र दिनु त दुइटै अपराध हो नि त, त्यो काममा इन्गेज भएको त्यो भएर कारवाही गरेँ। मलाई नि त्यही नै लाग्छ। म त त्यो अडियो आएको तिम्रो फर्स्ट डेमा नै मैले यो जेन्युन नै हो भनेर भनेको थिएँ मैले। र तिमीलाई काटेँ मैले। तर मलाई के लाग्छ अब ढाका कुमार श्रेष्ठ भनेको त अब यो कन्ट्रोभर्सी आइसकेपछि बल्ल मैले त्यो उहाँको नाम सुने हो, उहाँ पोखराकै हुनुहुन्न रहेछ। तर मलाई चाहिँ यहाँभन्दा अगाडि उहाँको बारेमा थाहा थिएन। यसो सुन्दा पनि उहाँ त्यस्तो वेल नोन पर्सनालिटी होइन, तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ उहाँलाई ठाउँ पाउनुभयो। तर अब यसो जेनरल समग्रमा हेर्नुपर्दा सायद तिमीले पनि पहिलोचोटि नाम सुन्यौ? मैले पनि फर्स्ट टाइम सुनेको, तर उहाँको मैले इमेज चाहिँ देखाएर फोटो आउँदा मलाई याद भएको थियो। हजुर, उहाँको के कस्तो भन्दाखेरि उहाँ त्यस्तो वेल नोन पर्सनालिटी होइन र उहाँको चाहिँ क्यारिकेचर चाहिँ उहाँकै क्यारिकेचर गर्छु भनेर चाहिँ कोही मान्छे लाग्दैन पनि। त्यो पनि हो, एउटा वेल नोन पर्सनालिटी पब्लिक फिगर भइसकेपछि मान्छेले कपी गर्न खोज्छ, क्यारिकेचर गर्न खोज्छ। अब त्यो उहाँ त त्यो क्याटेगोरीमा पर्नुहुन्न होइन, सायद होइन उहाँलाई चिन्नुहुन्छ होला। तर उहाँ चाहिँ पपुलर हुनु होला आफ्नो क्षेत्रमा, तर चाहिँ सानो ठाउँमा त्यस्तो वाइडली त्यस्तो नेसन वाइड चाहिँ उहाँ चाहिँ होइन, मलाई जहाँसम्म लाग्छ उहाँ त्यस्तो पपुलर हुनुहुन्न। अब यो चाहिँ अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई चाहिँ सामान्य 7 सदस्य समेत नरहेन गरी उहाँलाई पार्टीबाट बर्खास्त गरिएको छ होइन। अब चाहिँ उहाँले चाहिँ अब हाम्रो के भन्छ अख्तियारलाई चाहिँ यो चाहिँ सुम्पिनु भएको छ, यो अनुसन्धान गरेस् भनेर माग गरेको छ पार्टीले माग। राम्रो कुरा, तर एउटा पोजिटिभ कुरा के हो भने यस्तो घटना आउने चाहिँ एक्सन लिनु, यो त एकदमै पोजिटिभ कुरा हो, एकदमै राम्रो कुरा। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यो कुरा चाहिँ अब विगतमा पनि यस्ता कन्ट्रोभर्सी अडियोहरू त आइरहेका हुन् नि त हाम्रो मिडियामा होइन। अब यो कुरो कन्ट्रोभर्सी आइराख्दाखेरि चाहिँ अरू पार्टीहरूले चाहिँ कसरी लिए त? पास्ट पनि हेरौँ, नयाँ पार्टीमा नयाँ ऊर्जाशील व्यक्तित्वहरू हुनुहुन्छ होइन, नयाँ नीति नयाँ नियम लिएर आउनु भएको छ। अब पुरानो पार्टीमा पनि त हामीले यो अडियो रेकर्डिङ लिक हुनु त्यो त कुनै सामान्य कुरा भइसक्यो, हाम्रो लागि नौलो कुरा होइन नि त, एकदमै सामान्य कुरा भइसक्यो। अनि उहाँहरूले हेर्दा पनि त सुन्नै नसकिने अडियो लिक भएको उदाहरण छ नेपालमा, त्यो पनि मन्त्री हुँदाखेरि कार्यकारी पदमा हुँदाखेरि नै त्यस्तो आएको कति सुनि। कार्यकारी पदमा हुँदै त्यो कन्ट्रोभर्सीहरू आएको छ, तर कुनै पार्टीले एक्सन लिएन। हाम्रो जुन भनिरहेका छौँ, हाम्रो चलिरहेका 20औँ 30औँ
50औं वर्षदेखि त राजनीति गर्दै आएका ठुलो पार्टी भन्नेहरूले त एउटा एक्सन लिनुभएको छैन नि त। अब ठुलो पार्टीका पनि हामी समग्रमा पार्टीलाई भन्दा पनि कुनै स्पेसिफिक हामी कार्यकर्ता अथवा नेता पङ्क्तिमा जो हुनुहुन्छ उहाँहरूले गरेको गल्तीले गर्दा नै पार्टीले चाहिँ एउटा चाहिँ हुन्छ नि एउटा पार्टीप्रतिको बेतृष्णा छ क्या मानिसहरूको। अब कुनै पार्टीको नेताले सांसदले घुस खान सक्छन् होइन, तर गाएर केपी ओलीलाई चाहिँ डाइरेक्ट पैसा जाँदैन नि त। अब मैले पैसा दिएँ कसैलाई अथवा कसैले दियो पैसा भने त्यो पैसा चाहिँ ग्यारेन्टी छैन नि त केपी ओलीले नै मागेको हो भन्ने नि छैन। यदि हो भने पनि अब त्यो त्यहीँ पुग्छ भन्ने छैन, त्यहीँ पुग्छ भन्ने छैन होइन। त्यही भएर चाहिँ अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले एक्सन लियो। तर अर्को कुरा चाहिँ के हो भन्दाखेरि अब मानव केपी ओली हाम्रो नेकपा एमालेको हुनुहुन्छ होइन, उहाँहरूले पनि त अब अडियोहरू आउँदाखेरि त अब केही कारबाही गर्नु भएन नि त। अब यसबाट पनि के बुझिरहन्छ भन्दाखेरि उहाँहरूले चाहिँ लिएको त होइन, तर आफूले चाहिँ एउटा आफू कार्यकारी पदमा भएर एउटा पार्टीको एउटा अध्यक्ष जस्तो पदमा पारदर्शिता भएन एउटा एक्सन नलिँदा पनि त जनताले क्वेसन मार्क उठाउँछन् नि अभियसली उहाँको नेतृत्वप्रति होइन। पारदर्शिता नभइसकेपछि क्वेसन आउँछ क्या जोसुकैबाट। अनि अब क्वेसन आउनु पनि सामान्य हो। अब अहिलेको कन्टेक्स्टमा देख्नुहुन्छ रवि लामिछानेले 72 आवर्सभित्र हामी एक्सन लिन्छौँ भन्नु एक्सन लिनु होइन, यो कुरा हुनुभयो। अनि अब चाहिँ यो कन्ट्रोभर्सीको कुरालाई अब यता बिट मार्दै अर्को कुरा सोध्न मन लाग्यो मलाई, यो चुनावपछि के असर पर्ला, रासोपाले जितेर अथवा नजितेर? मैले पनि यता यहीतिर आउँदै के फरक पर्छ? अनि अब यो निर्वाचन अहिलेको उपनिर्वाचनमा हुँदै गरेका कुराहरू, अब उपनिर्वाचनका कुराहरू पनि बारेमा कुरा गरौँ। यो अब हाम्रो तनहुँमा र भारत अब त प्रोबेबिलिटी चाहिँ तिमी कसरी देखिरहेछौ, यो के अरे कस्तो हुन्छ निर्वाचनको परिणाम चाहिँ कस्तो आउला भन्ने एउटा आकलन? मैले चाहिँ मेरो विचारमा चाहिँ चितवन 2 र तनहुँ 1 चाहिँ जित्नुपर्ने हो राष्ट्रिय स्वतन्त्र पार्टीले। 12-2 चाहिँ म सियोर छैन, किनभने मलाई लाग्छ, मैले कसैलाई डिसरेस्पेक्ट गर्न खोजेको त होइन, तर जति चितवन र तनहुँमा जति कन्सियस मतदाता जति लिट्रेसी रेट छ 12मा छैन मलाई जहाँसम्म लाग्छ, किनभने त्यहाँ मधेसी समुदाय पनि हुनुहुन्छ है। त्यो कारणले गर्दाखेरि गाह्रै देख्छु मैले रासोपाको उम्मेदवारलाई त्यहाँ चाहिँ। अर्को कुरा के भयो भन्दाखेरि चाहिँ हाम्रो किनकि अब जुन हाम्रो स्वर्णिम अग्लेजी हुनुहुन्छ नेपाली काङ्ग्रेस छोडेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुभयो, अहिले उहाँ के उम्मेदवार भएर तनहुँमा पनि जानुभएको छ। अब यो कुरा चाहिँ अब उहाँको एउटा पार्टी परिवर्तन गर्दाखेरि एउटा बज आयो नि, जताततै एउटा चर्चाको विषय भन्यो, जताततै मान्छेले अब यसबारे कुरा गर्न थाल्छ, उहाँले अलिकति एटेन्सन पाएको हो कि। तर यस्तो मलाई के लाग्छ, एटेन्सन पाएर पनि त्यहाँनिर चाहिँ अलिकति चाहिँ त्यो चिजले पनि उहाँलाई अलिकति प्लस पोइन्ट हो प्लस गरेको। तर मलाई यो कुरामा के लाग्छ भने धेरै मान्छेले मैले भनेको सुने स्वर्णिम वाग्ले चाहिँ यस्तो फिगर हो त्यस्तो फिगर हो भनेर, हामी मान्छौँ। अब उहाँहरू एकदम राम्रै हुनुहुन्छ होइन, स्वर्णिम बाहिरतिर क्वेसनमा गर्ने ठाउँ उहाँ चाहिँ टेस्टेड मान्छे होइन, उहाँ चाहिँ अहिलेसम्म टेस्टेड हुनुभएको। तर मान्छेले के सोचे भने एज अ स्वर्णिम वाग्ले मात्र अहिलेको जुन ठाउँमा हुनुहुन्छ नि त्यो स्टेटसमा एज अ स्वर्णिम वाग्ले भन्दा पनि पहिला काङ्ग्रेसको स्वर्णिम वाग्ले राजसभामा किन गयो भन्ने कुराले पनि अहिले चाहिँ धेरै म्याटर गरिरहेछ। उहाँको भनाइअनुसार र बस चलिरहेछ, पब्लिकले जुन तरिका उठाइराख्नु भएको छ, उहाँहरूले चाहिँ अब एउटा पार्टीमा चाहिँ उहाँलाई अपर्च्युनिटी भएन, उहाँ चाहिँ एउटा सांसदको उम्मेदवारको इच्छुक चाहिँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो होइन। काङ्ग्रेसले दिएन, गगन थापालाई छोडाएर उहाँ सर्लाइ गएर गगन थापा चाहिँ काठमाडौँ 4बाट उठ्ने कुरा थियो होइन, अनि त्यो पनि भएन। अर्को कुरा मान्छेलाई कति मान्छेलाई थाहै छैन, मलाई चाहिँ पर्सनल्ली थाहा छ, मलाई यो काङ्ग्रेसको सरकार शेरबहादुर देउबा जस्तो लाग्छ मलाई। उहाँ प्रधानमन्त्री हुँदा स्वर्णिम वाग्ले चाहिँ नेसनल प्लानिङ कमिसन राष्ट्रिय योजना आयोग हुन्छ नि, हजुर, त्यो भनेको गभर्मेन्टको धेरै एकदमै महत्त्वपूर्ण अङ्ग हो क्या, त्यसको उपाध्यक्ष हुनुहुन्थ्यो। त्यो बेलाबाटै थाहा थियो, अनि त्यो बेलाबाटै काङ्ग्रेस भएर धेरै राइज पाउनु भएको थियो क्या उहाँले चाहिँ। पर्सनल्ली स्वर्णिम वाग्ले भन्दा पनि काङ्ग्रेसको यस्तो मान्छे चाहिँ यो हो भन्ने तरिकाले पहिला काङ्ग्रेस त्यसपछि उहाँलाई जोडेर आउँथ्यो, त्यो कारणले अहिले काङ्ग्रेस छोड्नु भयो नि त, त्यो कारणले चाहिँ धेरै बहस भएको। नत्र व्यक्तिगत रूपमा स्वर्णिम वाग्लेलाई धेरै कम मान्छेहरूले चिन्थे कि। अनि स्वर्णिम वाग्लेको चाहिँ अब हाम्रो चाहिँ मैले चाहिँ स्वर्णिम वाग्लेलाई टु बी अनेस्ट मैले उहाँलाई पनि खासै मलाई उहाँको बारेमा थाहा थिएन। तिमीले सुनेको मलाई लाग्छ यो ऊ पछि नै होला, यो चुनाव बस्ती गगनले छोड्ने भन्ने कुरा। त्यहाँभन्दा अगाडि मैले एकताका जो हाम्रो श्रीलङ्कामा चाहिँ इकोनोमिक क्राइसिस हुँदाखेरि चाहिँ उहाँको संसदमा गएर चाहिँ स्वर्णिम वाग्ले चाहिँ बोल्नु भयो होइन, उहाँ कुनै देशको त्यो संसदमा गएर कसैले बोलाउँछ भने
त्यो मान्छे बोलाउँदाखेरि उहाँ आमन्त्रित हुनुभयो र जानुभयो भन्दाखेरि उहाँमा केही पोटेन्सियल देखाएर श्रीलङ्कन गभर्मेन्टले त बोलाएको हो नि। मैले इन्फर्मेसन थाहा पाएको भनेको रुटिन अफ नेपाल भन्दा साउट आउट टु रुटिन अफ नेपाल भन्दा है उहाँले चाहिँ एउटा अनलाइनमा चाहिँ फ्याक्चुअल न्युज दिने खालको चाहिँ उहाँहरू एउटा मिडियाको रूपमा आफूलाई उभ्याउनु भएको छ। ह्याट्स अप टु यु गाइज। अनि उहाँहरूले चाहिँ त्यो रुटिन अफ नेपाल बन्दले हालेर नै मलाई अलिकति सोनी वाग्रेको बारेमा अलिकति आइडिया थाहा पाएको हो उहाँको। अनि उहाँ चाहिँ अनि काङ्ग्रेस अनि मैले उहाँको 1-2टा पोडकास्टहरू पनि आएको थियो, उहाँको पोडकास्ट पनि सुन्दाखेरि चाहिँ अब उहाँले गर्नुभएका कामहरू उहाँ चाहिँ अमेरिकाबाट देश फेरि फर्केर आउनुभएको रहेछ होइन। खासै हामी त्यो देखिरहेँ, हामी पनि अहिले ब्रिस्बेन अस्ट्रेलियामा छौँ। फ्युचरमा के हुन्छ सबैको प्लान त एट द एन्ड नेपालमै गएर सेटल हुनेछ होइन। उहाँ पनि अमेरिका छोडेर नेपाल आउनुभयो। अब उहाँलाई अब के लाग्यो मनमा, अब युएसको लागि इकोनोमिक फोरमहरू समथिङमा भाग लिएको काम गरेको भन्ने सुनेको थिएँ। म त्यसमा सियर चाहिँ छैन होइन, मलाई चाहिँ यसरी आइडिया भएन। तर उहाँको एउटा पर्सनालिटी छ नि, एउटा इकोनोमिस्ट हुनुहुन्छ उहाँ। त्यो पर्सनालिटीलाई चाहिँ काङ्ग्रेसले पहिले नै एउटा अवसर दिनुपर्ने थियो, त्यो चाहिँ हुन सकेन। उहाँ चाहिँ एउटा अपर्च्युनिटीको खोजीमा हुनुहुन्थ्यो, किनकि उहाँ चाहिँ एउटा देशको त एउटा त्यो एसेटै हो नि त। उहाँ त देशको लागि त चाहिने मान्छे हो नि त, एउटा इन्टेलेक्चुअल पर्सनालिटी हो नि त। हामीले त्यो चिजलाई पनि पाउन सकेनौँ अथवा उहाँले मौका पाउनु भएन होइन। त्यो थियो। अनि त्यहाँपछि उहाँहरूलाई अब के भयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीसित कस्तो खालको कुराहरू भयो, उहाँलाई उहाँको अपर्च्युनिटीको बारेमा के कुराहरू भयो, उहाँलाई चाहिँ पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँ आबद्ध हुनुभयो र अहिले उहाँ उम्मेदवारी गर्दै हुनुहुन्छ। ल सोनी वाग्लेले चाहिँ अब त्यो चुनावमा जहाँ उठिराख्नु भएको छ अहिले हाम्रो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको ठाउँमा राष्ट्रपति भएर खाली भएको ठाउँमा खाली भएको ठाउँमा हुनुहुन्छ। तर अब त्यहाँ चाहिँ अब जित्ने प्रबल सम्भावना अथवा कसो मतान्तर अथवा एउटा के आइडिया छ, के आइडिया? मैले त्यस्तो मतान्तर भन्ने चाहिँ मलाई त्यस्तो सोचेको छैन, किनभने मलाई त्यहाँ टोटल भोटर्स कति हो नि थाहा छैन, रामचन्द्र पौडेलले कति ल्याउनु भयो भने थाहा छैन होइन। एप्रोक्सिमेटली हुन्छ नि 20-30 भन्ने यस्तै नि थाहा छैन कि मलाई कति भोटर्स हो थाहा छैन। तर मैले के भन्छु भने जित्ने प्रोबेबिलिटी चाहिँ धेरै देख्छु मैले। मलाई अनि अर्को कुरा के लाग्यो भन्दाखेरि तनहुँमा चाहिँ अलिकति चाहिँ लिट्रेसी हाई भएको र मान्छे त्यहाँको भोट हुन्छ नि त्यो समयअनुसार चाहिँ परिवर्तन हुने र समयअनुसार डिफ्रेन्ट पार्टीले जित्ने चाहिँ मैले चाहिँ फिल गरेको। त्यो भनेको कारण त्यही हो, त्यहाँको मतदाताहरू एकदमै कन्सियस सचेत लिटरेट हुनुहुन्छ। मैले अर्को कुरा किन चाहिँ मलाई त्यस्तो लाग्यो भन्दाखेरि हाम्रो राष्ट्रपति यहाँभन्दा पहिलाको चुनावमा त उहाँ यहाँभन्दा पहिला कि त्यहाँभन्दा पहिला नि यहाँभन्दा पहिलाभन्दा अघिल्लो टर्म पराजित हुनुभयो हाम्रो नेकपा एमालेको एकजना सांसदले जितेर आउनुभयो होइन। र अहिले चाहिँ उहाँ अहिले फेरि रामचन्द्र पौडेलले जित्नुभयो। भन्न खोजेको भोटिङमा फ्लक्चुएसन भइरहेको छ, एउटा एकजनाप्रतिको प्रतिष्ठाले अर्कोतिर मतदाताहरू सिफ्ट हुनुभएको छ। भन्न खोजेको यसबाट हामीले एउटा के पनि सोच्न सक्छौँ भने चाहिँ अहिले त्यो पनि र तनहुँको कति मान्छेहरूको क्वेसन्स के छ भने नेपालको संविधान अनुसार राष्ट्रपति हुन त सांसद हुनुपर्छ भन्ने छैन। त्यो भइसकेपछि के छ भने उसलाई राष्ट्रपतिमा पार्टीले सेटल डाउन गर्नुपर्ने थियो अथवा उसको व्यक्तिगत इच्छा थियो भने किन चुनावमा आयो? किनभने त्यो क्षेत्र त खाली भयो, फेरि खर्च भयो। नेपाल जस्तो गरिब देश होइन, सबैलाई थाहै छ। फेरि अब एउटा निर्वाचन क्षेत्रमा चुनाव गराउन पनि कम्तीमा 30 करोड कति समथिङ भन्ने आएको छ होइन। रफ डाटा मैले पनि सुनेको होइन, धेरै नै महँगो हो, एकदम 30 करोडको पैसा अब यो कुरा चाहिँ किन उसले खर्च गरायो, राष्ट्रपति नै बन्नु थियो भने भन्ने कुराले पनि आइरहेछ। त्यो कुरा ठिकै हो पनि हो, किनभने चितवनमै पनि आइरहेछ। उसले नागरिकता त्यति नगरेको भए किन 30 करोड फेरि खर्च हुन्थ्यो होइन। त्यो कुराहरू आइरहेछ। त्यस्तो कुराले पनि स्वर्णिमलाई चाहिँ प्लस पोइन्ट हुन्छ क्या, किनभने रामचन्द्र चाहिँ पदको लागि जे पनि गर्ने रहेछ होइन। किनभने उसलाई व्यक्तिगत रूपमा थाहा नभए पनि पार्टीभित्र लगभग सबैलाई थाहा थियो क्या रामचन्द्र पौडेल भनेको पार्टी सभापति हुने कुनै सम्भावना थिएन होइन। अघिल्लो महाधिवेशनमै उसले आफ्नो प्यानलै छोडेर अर्कोलाई जिम्मा लगाइसकेको थियो। उपसभापति भइसकेको मान्छे, वरिष्ठ नेता भइसकेको मान्छे, मन्त्री हुने कुरै भएन होइन। प्रधानमन्त्रीमा 17 चोटि हारेको मान्छे, उसले आफ्नै पार्टीले विश्वास एउटा लेगेसी छुट्टै छ होइन, आफ्नै एउटा छ। त्यो भइसकेपछि चाहिँ अब पार्टीले सेटल डाउन गराउने भनेको राष्ट्रपतिमै थियो क्या। त्यो मलाई लाग्छ सम्भाव पार्टीभित्र पहिल्यै भने काङ्ग्रेस फर्स्ट पार्टी राष्ट्रपति उम्मेदवार छ भन्ने थियो क्या। त्यो चाहिँ उहाँ त्यो बेसिक अन्डरस्ट्यान्डिङ हुन्छ, किनभने उहाँ चाहिँ एउटा पहिल्यैबाट थियो कि उहाँ एउटा अब राष्ट्रपति थियो पनि। अब भनिन्छ देउबा समूह अथवा रामचन्द्र पौडेल समूह भनेर डिभिजन गरिन्छ होइन। तर त्यो हुँदा पनि कस्तो हुन्छ भने
पार्टीभित्र चाहिँ अब आफ्नै लेभलको नेता भए पनि त्यसलाई कसरी म्यानेज गर्ने भन्ने हुन्छ क्या। किनभने आफ्नो त मोनोपोली ल्याउनु छ नि त पार्टीमा, हरेक पार्टीमा हुन्छ त्यो भइसकेपछि कायम राख्नु पर्यो। त्यो त अर्कै समूहको भए पनि उहाँले चाहिँ के सोच्नु भएको थियो भने जस राष्ट्रपतिमा लाँदाखेरि चाहिँ ठिक हुन्छ, किनभने त्यो चाहिँ अब एउटा सम्मानित पद हो नि त देशको। त्यो भइसकेपछि नेपालमा टेन्डेन्सी के छ भने त्यो भइसकेपछि राजनीति गर्ने छैन, नेपालमा मात्र होइन, हुन त संसारभरि नै छैन होइन। राष्ट्रपति भएको ठाउँमा चाहिँ कार्यकारी भएको ठाउँमा छुट्टै कुरा राजनीति गर्न पाइयो होइन, तर हाम्रो त कार्यकारी होइन नि त। त्यस्तोमा चाहिँ अब त्यो टेन्डेन्सी छ, त्यो भएर पनि स्वर्णिम वाग्लेलाई त्यो पोइन्टले पनि धेरै भोट जान्छ जस्तो लाग्छ क्या। अब हाम्रो स्वर्णिम वाग्लेको त भयो, अब यता हाम्रो रवि लामिछानेकोतिर चाहिँ रविको केसमा नि यो कुरा जोडिन्छ, तर यो कुराले मलाई लाग्छ रविलाई चाहिँ फेरि घाटा हुन्छ। किनभने मैले कति फेसबुक भिडियोहरूमै हेरिरहेको थिएँ, टिकटकतिर हेरिरहेको थिएँ, पब्लिकहरूको 1-to-1 कन्भर्सेसनमा। अब सबैले त होइन, तर अलिकति सचेत हुन्छ नि राजनीतिमा, दैनिक राजनीतिमा चासो राख्ने मान्छेहरूले चाहिँ किन त तपाईँ जतिको मान्छेले, तपाईँ जतिको स्ट्याटस भएको बाहिर गएर तपाईँले सिटिजन दिइसकेको मान्छेले तपाईँलाई यति सामान्य कुरा पनि थाहा थिएन होइन, आएर यति कुरामा कमजोरी त तपाईँको भएकै हो, स्वीकार गर्नुहोस् या नगर्नुहोस् भन्ने तरिकाले कुरा गरेछन् क्या। त्यो कुरा कहाँ जोडिन्छ त, तेरो कमजोरीले गर्दाखेरि चाहिँ देशको क्षति भयो, क्यापिटल जनतालाई टाइमको कुरा भयो, अब पैसाको कुरा भयो। देश त अहिले एकदमै आर्थिक सङ्कटमा छ होइन, त्यही भनिन्छ। हामीलाई त थाहा छैन, नेपालको आर्थिक इन्डेक्स पनि भरुन्न, फेरि मन्त्रीहरू आउँदै पछि चेन्ज हुन्छ होइन, तर जनरली त्यही भनिन्छ आर्थिक लथालिङ्ग छ अहिले भनेर। त्यस्तो टाइममा चाहिँ अब किन भयो भन्ने हुन्छ नि त क्वेसन मार्क, त्यो चाहिँ छ रविलाई। अनि अर्को कुरा चाहिँ हरेक चिजलाई चाहिँ डिफ्रेन्ट एङ्गल, डिफ्रेन्ट एक्सपेक्ट पार्ने, त्यो कुराले चाहिँ रविलाई चाहिँ घाटा हुन्छ, स्वर्णिमलाई चाहिँ फेरि फाइदा हुन्छ, किनभने स्वर्णिमले गरे होइन, स्वर्णिम त कम्प्लिटली नयाँ उम्मेदवार हुनुहुन्छ होइन। त्यही त। अनि हाम्रो अब रवि लामिछानेको पनि त उहाँको पनि त केही कमजोरीहरू त थियो होला होइन, थियो। हामीले रवि लामिछानेको बारेमा चाहिँ नराम्रो भन्न खोजे होइन, तर उहाँले अब उहाँ जतिको एउटा हुन्छ नि, एउटा सेटल, वेल सेटल्ड, एउटा चाहिँ जिम्मेवार पत्रकार होइन, उहाँ चाहिँ एउटा उहाँको हाइप छ नि त जो, त्यो अनुसारको मान्छेले, त्यो अनुसारको उहाँ पत्रकार हुनुहुन्छ। उहाँले चाहिँ यति सामान्य कुरा ख्याल नगरिदिँदा उहाँलाई चाहिँ अब सायद थाहा थियो, ल थाहा थिएन, अब त्यो कुरा त उहाँ नै जान्नुहुन्छ होइन। तर एउटा हाम्रो के भन्छ, एउटा शैली हुन्छ काम गर्ने, एउटा के भन्छ त्यसलाई, प्रक्रिया हुन्छ। प्रक्रियागत रूपमा उहाँले चाहिँ आफ्नो अमेरिकाको पासपोर्ट, सिटिजनसिप जे पनि थियो त्यो तपाईँ उहाँले त्यागिसकेपछि चाहिँ गर्ने जुन प्रक्रिया थियो त्यो चाहिँ राम्रोसित नगरिदिएको हुनाले फेरि उहाँको सांसद पदै खारेज भयो होइन, अध्यक्ष पद। उहाँलाई फेरि यस्तो नै थियो, बिचमा एउटा काइन्ड अफ अलर्ट जस्तो नै दिएको थियो, जस्तो निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बेला नि नागरिकताको कुरा आयो होइन, त्यसपछि उम्मेदवारीको बिचमा त झन् ठुलै आयो, तुलसीमा कार्कीको त केसै परेर पछि कोर्टले सदर गरेको हो होइन। त्यो कुरामा गर्दा चाहिँ अब किन नलिने, किनभने आफू अनागरिक पनि होइन होइन, यहीँ जन्मेको सबै कुरा छ, आफूसँग छ भने चाहिँ मान्छे त एउटा हुन्छ नि इज्जतको साथ, एक हिसाबले भन्यो भने आफ्नो घमण्डको साथ हुन्छ नि, म जान्छु मैले पाउँछु भन्ने तरिकाले लिन पाउँछ नि त। त्यति बेला गरेको भए राम्रो हुन्थ्यो। त्यति बेला चाहिँ त्यति कुरा उहाँले चाहिँ अलिकति ध्यानमा राखिदिएको भने यो पालि आउँथेन, उहाँ एकचोटि जितेर गइसक्नु, फेरि उठेर आउनु भएन। त्यो कुराले उहाँको लागि नि व्यक्तिगत रूपमा नेपालमा चुनाव यति महँगो छ, अब जे जस्तो भने पनि धेरै थोर खर्च गर्नै पर्छ होइन, खानी बस्ने मात्र आफ्नो, अब उहाँ त चितवनको बासिन्दा त होइन जे भने होइन, आउटकमर हो उहाँको लागि। एक ठाउँमा अब तिमीले भन्यो एउटा निर्वाचन क्षेत्रमै चुनाव गर्न कति खर्च हुन्छ, तर रविजीले चाहिँ इन्टेन्स गरे होइन, उहाँको एउटा सानो कमजोरीले गर्दा चाहिँ यो इन्टायर थिङ भयो होइन। तर चाहिँ उहाँले जानी गरे होइन। अब कस्तो हुन्छ भन्दाखेरि लाइफमा मैले पनि विचार गर्छु, कतिपय कुराहरू हुन्छ हामीले चाहिँ नर्मली लिइरह हुन्छौँ क्या, गरिदिइरह हुन्छौँ होइन। हामी सामान्य मान्छेमा त्यो गऱ्यौँ भने नि कसैलाई इन्ट्रेस्टै छैन कि त्यसमा, हामीले कुनै चिजहरू इलिगल भइरह हुन्छ होइन। अब सामान्य कुराहरू हुन्छ इलिगल भइरहेको हुन्छ, तर हामीले चाहिँ त्यो चिजलाई नोट गरिन्न र कति ठाउँमा त्यो कुराहरू भइरहेको पनि हुन्छ क्या। जस्तो रविकै मैले कति हिजो फेसबुक भिडियोमा हेरेँ, उहाँको एन्सर के थियो भने मान्छेले सोध्छ नि त तपाईँ जतिको स्ट्याटस भएको मान्छेले किन यति सानो कुरामा कमजोरी गर्नु हो भन्दा उहाँले सिधै भन्नुभएको छ क्या, मैले उहाँले कता अस्पताल बनाउनु भयो मलाई थाहा छैन होइन, मैले कहाँ अस्पताल बनाएँ, मैले त्यही नागरिकताले बनाएँ, कति मान्छेहरूको उद्धार गरेँ त्यही नागरिकताले गरेँ, टेलिभिजन खोलेँ त्यही नागरिकताले खोलेँ, त्यत्रो गर्दाखेरि चाहिँ मलाई क्वेसन्स भएन, तर पछि एउटा सानो कमजोरीले भयो भन्ने कुराहरू हो नि त। त्यही भन्न खोजेको त्यो टाइममा चाहिँ तपाईँ उहाँ पास हुनुभयो क्या सबै कुराहरूमा। त्यही त त्यति बेला रियलाइज भयो। मैले भन्न खोजेको चाहिँ हामीले थोरै काम, सानो कामहरू पनि त्यो हाम्रो संविधानमा हेऱ्यो भने कति सानो कुरा पनि गर्न नपाइने
यो उसले भने यति 100 रुपियाँ जरिवाना लाग्ने 500 रुपियाँ जरिवाना लाग्ने त्यस्ता कुराहरू हुन्छ तर हामीले गरिरहेको हुन्छौँ होइन धेरै कुरा तर त्यो कुरा चाहिँ तिमीले मैले जेनरल पब्लिक गरेको त्यो मिडियामा आउँदैन तर एउटा ठुलो पर्सनालिटीलाई चाहिँ एउटा हुन्छ नि एउटा गिरो हो जुनले चाहिँ उहाँलाई फसाउन चाहन्छ जुन त हरेक एउटा सानो 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 उहाँले गरेको एक्सनको पनि त्यसलाई चाहिँ कहाँबाट कुन एङ्गलबाट फसाउन मिल्छ सानो कुनै चिजलाई पनि कहाँबाट यो मान्छेलाई तर यहाँनिर एउटा गलत अर्थ नलागोस् है नागरिकता चाहिँ आफैमा सानो कुरा होइन है सिटिजन इज युज है नेसनालिटीसँग यो कुरा भयो अब हामीले भन्न खोजेको जस्ट त्यो लिने प्रोसेस चाहिँ अलिकति सामान्य भयो भने नेग्लिजेन्स देखियो है त्यो चाहिँ अब तिमीले हामीले गर्दा पनि त अब कुनै कुनै सामान्य कुराहरू हामीले चाहिँ केही फरक पर्दैन यो काम हुँदैन अब त्यो बाटोमा युटर्न लिने कुरा देखाउँछ लिएर होइन अब युटर्न गइन्छ युटर्न लियो हिँड्यो गरिएला होइन कहिले होइन तर अब कुनै एउटा सेलिब्रेटी अथवा कुनै एउटा वेल नोन पर्सनालिटीले गएर युटर्न लिन नपाउने ढाँडो युटर्न लिएको एउटा भिडियो भाइरल भयो नि तिमीले मैले भाइरल लिएर नो बडी आक्स यु अ क्वेसन होइन एकदमै सोसियल मिडियामा भाइरल भयो भने मात्रै ओहो यसले यो गरेर रहेछ भनेर आउँछ नि नत्र केही दिएछ भने कसैलाई केही मतलबै छैन है तर कोही मान्छेले सानो एउटा गल्ती गर्दा पनि ठुलो न्युज भन्छ नि त्यसको नि ठुलो परिणाम ठुलो एक्सन आउँछ नि त मैले त्यो भन्न खोजेँ कि तर रवि लामिछानेले त्यो चाहिँ गर्नु पर्थ्यो कि अब नागरिकता भनेको एक त्यही त महत्त्वपूर्ण अर्को कुरा रवि लामिछानेलाई कहाँनिर प्लस पोइन्ट केनिर हुन्थ्यो भने जस्तो हामीलाई पनि हुन्छ त्यो कुरा हामी अहिले पनि यहाँ अब पर्मानेन्ट रेजिडेन्सीको लागि लाग्छौँ होइन यहाँ पनि कति कुराहरू छ नि त संसारले बाँड्ने नागरिकता बाँड्ने भनेको जनरली एउटै प्रोसेस हुन्छ क्या त्यो भनेको टाइम फ्रेम फरक होला होइन अब यहाँ अरू टेस्टहरू कल्चरल टेस्टहरू के दिनुपर्छ युकेमा होइन युएसमा पनि दिनुपर्छ क्या त त्यहाँको कल्चर धर्म संस्कृति बारेमा एउटा के छुट्टै टेस्ट हुन्छ कि मैले मान्छु त्यो अनुसार काम गर्छु होइन अमेरिकाको साथ लाग्छु म भन्ने हुन्छ क्या त्यहाँ त्यस्तै गर्दा पनि त्यो गर्दा पनि आफूले बुझे हुन्छ नि त कति भ्यालु रहेछ हामीले के को लागि गरिरहेको हामीसँग छ नि त हामी सिटिजन बिनाको मान्छे हो र होइन नि त नेपाली सिटिजन छौँ तर पनि हामी यहाँ अस्ट्रेलियन लिनको लागि त्यो पहिलाकै प्रोसेसबाट गइरहेको छौँ कि अझ डराइरहेछौँ कि हामी पोइन्ट पुग्दैन त्यहाँ बिग्रेला क्रेडिट स्कोरहरू बिग्रेला होइन भनेपछि त्यस्तै कुराले लामिछाने पनि अवेर त हुनुहुन्थ्यो नि त फाइनल्ली अमेरिकाको सिटिजन लिँदा त होइन अनि त्यो प्रोसेस चाहिँ उहाँले ब्याक टु नेपाल आउँदाखेरि त्यो चाहिँ गर्नुभएको थियो कि अब हाम्रो कुरा गर्नुपर्दा अब हाम्रो एकताका हाम्रो युकेको प्रधानमन्त्री रवि सुनकजीले चाहिँ ऋषि सुनकजीले चाहिँ त्यो गाडीमा पछाडि बस्दाखेरि सिट बेल्ट लाउनु भएन होइन अनि उहाँले बनाएको एउटा भिडियो भयो अनि पछि चाहिँ उहाँले गएर फाइन तिर्नुभयो ठुलो इस्यु गर्ने के भने अब तिमीले मैले हामीलाई त हामी त्यस्तो वर्ल्ड नोन पर्सनालिटी होइनौ तिमीले र मैले अब कतै बसेर अब त्यही कारमै बसेर सिट बेल्ट लाएन एउटा फेसबुकमा लाइभ गयौँ त्यो लाइभ बन्द भयो सकियो लाइभ रेकर्डिङ छ फेसबुकमा छ अब कसैले नि तैँले किन सिट बेल्ट लाइनस् भनेर त्यसलाई इस्यु बनाएर पुर्याउँदैन क्या वेल नोन पर्सनालिटीको सानो सानो गल्तीहरू सानो सानो मुभहरूले पनि धेरै हाइलाइट लिन्छ र त्यसले चाहिँ लाइफमा अथवा हाम्रो करियरमा नै ठुलो इम्प्याक्ट पार्न सक्छ क्या त्यो पनि हो तर त्यो राम्रो कुरा पनि हो किनभने जो मान्छे अरूलाई इन्फ्लुएन्सर गर्छ राम्रो काम त्यसले चाहिँ हरेक काम राम्रोसँग राम्रो गर्नुपर्छ कि उहाँहरूप्रति समाजको नि हुन्छ नि ठुलो रेस्पोन्सिबिलिटी हुन्छ कि इन्फ्लुएन्स गर्ने उहाँहरूले गरेको कुराहरूले चाहिँ मान्छे धेरै प्रभावित भइरहेको हुन्छ त्यो कुराले पनि मान्छेले आश राख्नै नराम्रो चाहिँ होइन रवि लामिछानेले अब एकचोटि जितिसक्नु भएको हो अब दोस्रोचोटि पनि अब चुनावमा होमिनु भएको छ अब नतिजा आउँछ छिटै नै नतिजा आइसकेपछि त अब थाहा भइहाल्छ अब हामी यता जाउँ बाह्रकोतिरको चाहिँ अब कसरी बाह्रको चाहिँ खासै मलाई त्यस्तो धेरै नलेज छैन रमेश खरेल हुनुहुन्छ क्या होइन पूर्व डिआइजी हुनुहुन्छ राजसभाको अब त्यहाँको भोटरहरू के कस्तो भन्ने कुरोले असर गर्छ मलाई नि खासै आइडिया त छैन किनभने बाह्र मलाई जहाँसम्म लाग्छ त्यहाँ मधेस कम्युनिटी धेरै नै छ होइन धेरै छ बाह्र त के कम्प्लिटली तराई नै हो नि होइन जिल्ला मलाई चाहिँ त्यो अलिक तराई जिल्ला नै हो तर त्यहाँको अब बसोबास त नेपालको सबै मिक्स छ होइन डाइभर्स छ तर आइडिया छ भन्न खोजेको जिल्ला चाहिँ मधेसमै गनिन्छ मधेसमै गनिन्छ उहाँहरूले त्यही भन्नुहुन्छ क्या जसपा राजसपा किनकि मैले अर्को कुरा के देखेँ भने त्यहाँको पनि भिड अन्त कडै हुनेवाला छ किन कडा हुनेवाला छ भन्दाखेरि हाम्रो यता हाम्रो उपेन्द्र यादव हुनुहुन्छ हजुर हाम्रो राजेन्द्र महतो हुनुहुन्छ अनि हाम्रो रमेश खरेल उहाँहरू त एकदम वेल नोन पर्सनालिटी हो तिनजना अनि हाम्रो अर्को जनमत पार्टीको पनि जिनोमतले हार्नु भएको थियो पहिला नाम थाहा भएन यही चुनावमा चाहिँ जिनोमतले हार्नु भएको थियो उहाँको पनि सम्भावना एकदम तर उहाँ पहिला माओवादीमा हुनुहुन्थ्यो उहाँबाट माओवादीबाट जनमतमा जानुभएको उहाँले पनि जिनो मतान्तरले हार्नुभएको धेरै पनि होइन धेरै होइन त्यस्तै थोरै मतले हार्नुभयो भनेपछि त्यहाँको पनि त किनकि अब आउनुभयो हाम्रो के अरे रमेश खरेलजी पनि आउनुभयो रमेश खरेलजी हुनुहुन्छ हाम्रो राजेन्द्र महतोजी हुनुहुन्छ
भूपेन्द्र यादवजी हुनुहुन्छ अनि जनमत पार्टीको एकजना तिम्रो विचारमा प्रतिस्पर्धी को लाग्छ तिमीलाई 12 त्यहाँको चाहिँ अलिकति कम्पिटिटिभै छ किनकि भोट बाँडिन्छ क्या किनकि हाम्रो एउटा वर्चस्व काम गरेको अलिकति हुन्छ नि त्यो त हो कि भएन मेन कम्पिटिटर को हो जस्तो कम्पिटिटर त हाम्रो उपेन्द्र यादव हुनुहुन्छ राजेन्द्र महतो हुनुहुन्छ है यसमा भन्नै सकिने छैन कि किनकि अलिकति हामीले चाहिँ हाम्रो उम्मेदवारहरू चाहिँ अलिकति चाहिँ हामीले धेरै नदेख्ने संसद भवनमा उहाँको इम्प्याक्ट हुने उहाँहरू आएर धेरै नबोल्ने अलिकति वेल नोन खालको चाहिँ हुनुभएको थिएन भने चाहिँ अब एकजना वेल नोन जो हुनुहुन्छ उहाँले जित्नुहुन्छ भन्ने एउटा अड्कल लगाउन मिल्थ्यो होइन यहाँ त हाम्रो त अब 3 जना त अब म 3-4 जना त एकदम वेल नोन हुनुहुन्छ नि त राष्ट्रिय राजनीतिमा त उहाँहरू त चिरपरिचित नाम हो नि त बिल्कुल अब यो राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम भइसकेपछि यसैले जित्छ भनेर अलिक भन्न चाहिँ अलिकति गाह्रै पर्छ जस्तो लाग्छ तिमी चाहिँ के भन्छौ मेरो चाहिँ व्यक्तिगत म पनि त्यही नै हो किनभने त्यहाँको भोटरहरूको केही थाहा पनि छैन होइन कति हो त्यहाँको निर्वाचन क्षेत्रमा जनसङ्ख्या त्यो पनि थाहा छैन केही कुरा थाहा छैन तराईमा होइन आइलो नथिङ होइन मलाई तर मेरो विचारमा मलाई के लाग्छ भने जति थाहा छ मलाई अलिकति म चाहिँ व्यक्तिगत अलिकति हामीलाई चाहिँ आइडिया छ नि म चाहिँ 2-3 जनामा कम्पिटिटर पिक गर्नु पर्यो भने म चाहिँ 12 को केसमा चाहिँ रासपा भन्दा पनि म चाहिँ उपेन्द्र यादव र जनमतको धेरै उपेन्द्र यादव र जनमतको हुन्छ थाहा भएन तर जनमत र उपेन्द्र यादवको चाहिँ उपेन्द्र देख्छु मैले हाम्रो राजेन्द्र महतो पनि हुनुहुन्छ त्यहाँ अब त चुनाव पनि अब आउँछ 9 दिनमा अब त्यसको 2-3 दिनमा त अब थाहा पनि भइहाल्छ अनि शिशिर अब चाहिँ मैले के बारेमा तिमीसित कुरा गर्न चाहेको भन्दाखेरि यो हाम्रो जुन अहिले तातो बहस अस्ट्रेलियामा अब विदेशमा जुनसुकै देशमा नेपालीहरू पढ्नको लागि जानुभएको छ डिप्लोमाको लागि चाहिँ अब हाम्रो गभर्मेन्टले शिक्षा मन्त्रालयले चाहिँ हाम्रो नो अब्जेक्सन लेटर भन्छ नो अब्जेक्सन लेटर चाहिँ नदिने भनेको छ डिप्लोमा या डिप्लोमा एडभान्स डिप्लोमाको लागि अथवा भाषा पढ्न जाने विद्यार्थीहरूको लागि अब यसमा चाहिँ तिम्रो के छ राय के सोध्छ यसमा मेरो राय होइन मलाई यो न्युज चाहिँ 2 वर्ष अगाडि आए जस्तो लाग्छ एकचोटि पनि हामी अस्ट्रेलिया आएको बेलामा एकदमै चर्को रूपले आएको थियो यो न्युजहरू एनएससी नदिने भनेर धेरै कुराहरू धेरै समय नै चल्यो अस्ट्रेलियाको युट्युबहरूले पनि कभर गरे जस्तो लाग्छ मलाई 1-2वटा युट्युब च्यानलहरूले यहाँको न्युजमा पनि आयो नेपाली न्युज च्यानल नेपालमा त त्यही नै भइहाल्यो कन्सल्टेन्सीतिर नि आयो तर त्यो कुरा पछि त्यो हराउँदै गयो कि हुँदा पनि भएन तर त्यति बेला मलाई लाग्छ नीतिगत रूपमै बनाएको थियो जस्तो लागेको थियो त्यति बेला 2019मा नै म एनओसी लिनलाई चाहिँ पोखरामा त्यो हुँदैन काठमाडौँ जाने देशभरि शिक्षा मन्त्रालय हुन्छ क्या होइन त्यो शिक्षा मन्त्रालयको प्राङ्गणभित्र त्यो हुन्छ त्यो हाम्रो गार्डन अफ ड्रिमको साइडमा त्यहाँ छ अनि त्यहाँपछि चाहिँ हामी त्यहाँ जाने बेला पनि मेरो त्यही लाइनमा बसेका विभिन्न ठाउँबाट आएका साथीहरू हुनुहुन्थ्यो उहाँहरू डरै राख्नु भएको थियो कि एनओसी नदिने हो कि मार्केटमा यस्तो हल्ला छ कतै नपाइने पो हो कि यस्तो सबै चिज गरिसक्यो होइन अब फिस बुझाउनको लागि त हामीलाई एनओसी चाहिने अगाडि त ब्याङ्किङको जिटी स्टेटमेन्ट एभ्रिथिङ आफूले टाइम इन्भेस्ट गरेको छ मनी स्पेन्ड गरेको छ होइन हार्डवर्क छ नि त त्यसमा नेपालबाट अस्ट्रेलिया आउँदा सजिलै कहाँ आउँछ त यहाँ धेरै हार्डवर्क छ नि त्यहाँ हामी कतिवटा 500 कतिवटा त त्यो डकुमेन्टै प्रिन्ट गयो बनाएको चिज पनि बिग्रिन्छ फेरि सच्याउन जानु पर्यो गाउँपालिका त गाह्रो छ नि नेपालमा त्यही हो गभर्मेन्ट प्रोसेसहरू कति छ गभर्मेन्ट प्रोसेस एकदम लेन्दी छ क्या टाइम फेरि हामी आफै डकुमेन्टहरू अपडेटेड पनि राख्दैनौँ जस्तो ट्याक्स क्लियरेन्सहरू कसैको पनि घरमा लगभग हुन्न कि हुँदैन चाहिएपछि बनाउने अस्ट्रेलिया जानु छ र अब चाहियो माग्यो भने अब दिने हुन्छ है त्यस्तो खालको हुन्छ हाम्रो अब त्यो एनएसी त्यति बेला पनि साथीहरूकोमा चाहिँ के भनिराख्नु भएको थियो भने साथीहरूले अब एनएसी नपाइने हो कि भने अनि त्यस्तो तिमी हुँदा नै त्यस्तो थियो भन्नाले म त्यहाँ उहाँ जाँदा पनि उहाँहरू चाहिँ त्यो गनगन गरिराख्नु त्यस्तो कुराहरू आइरहेको थियो त्यो भयो अनि मैले त्यति बेला चाहिँ म ब्याचलरमा आउने मान्छे मलाई त मतलबै लागेन त्यो कुराहरू होइन तर अब यो कुरालाई चाहिँ तिमीले के भन्छ यो गर्नु ठिक हो होइन अब होइन मैले अघि नै भने विभिन्न एक्सपेक्ट हुन्छन् कि एउटा पोजिटिभ एक्सपेक्ट हुन्छ एउटा नेगेटिभ एक्सपेक्ट हुन्छ अब कुनै एउटा न्युट्रल एक्सपेक्ट हुन्छ जताबाट पनि जुनै चिज तरिकाबाट नि एउटा चिजलाई कुरो र कुरो के अरे कुलो र कुलो जता लग्यो पनि भइयो तर मलाई चाहिँ पर्सनली कस्तो लाग्छ भने प्रिफरेन्स के हुन्छ पर्सनल्ली कस्तो लाग्छ भने म चाहिँ अब शिक्षा भनेको नैसर्गिक अधिकार हो होइन कसैलाई पनि त्यो लेभल हेरेर हुन्छ नि कोही डिप्लोमामा जाने कोही ब्याचलरमा जाने होला कोही पिएचडी होला होइन त्यो अनुसार तँ जा भनेर त्यसरी रोक्न मिल्छ जस्तो लाग्दैन त्यो गलत हो मलाई पनि वास्तवमा त्यही लाग्छ किनकि यो त ह्युमन राइट्स हो नि हाम्रो ह्युमन राइट्समा त एजुकेसन त बेसिक निड हो नि आजको दिनमा त होइन पढ्न पाउने चिज मसित पैसा छ मेरो फ्यामिलीले इन्भेस्ट गर्न छ मेरो एबिलिटी छ भने त
मैले पढ्न पाउनु पऱ्यो। अरू हामीले भन्छौँ नि अब लग्जरियसका कुराहरू हाम्रो अब योलाई चाहिँ लग्जरीको रूपमा चाहिँ अलिकति मैले चाहिँ लिएको जस्तो माने गभर्मेन्टले। यो त एजुकेसन त कहाँ लग्जरीमा आउँछ? लग्जरी होइन। र गभर्मेन्टले यसमा अर्को पनि के कुरा सोचे जस्तो लाग्छ भनेदेखि मलाई, नेपालमा त अब राम्रो राम्रो कुराहरू हुँदैन होइन। एउटा कुरा गर्नु पऱ्यो भने त्यो कुरालाई रोक्न अर्को कुरा ल्याइन्छ क्या। हजुर, म अहिले यसपछि एक्जाम्पल दिन्छु मैले भन्न खोजेको कुरा। यसमा चाहिँ के पनि हो भने अहिले नेपालमा सुनिन्छ धेरै पैसा चाहिँ बाहिर विदेशमा गयो होइन, त्यो पनि अध्ययन भनेर गयो, भाषा अध्ययनमा पनि गइदिने, डिप्लोमामा पनि गइदिने। किन यस्तो हुन्छ भनेर अब एक त नेपालको निजी प्राइभेट कलेजहरू पनि बन्दको स्थितिमा छ होइन। त्यही त। अर्को कुरा भनेको तपाईँको डिप्लोमामै आएको स्टुडेन्ट पनि आयो भने डिप्लोमादेखि ऊ कम्तीमा पनि 10 वर्ष यहाँ बस्दिने भयो क्या। 10 वर्ष यहाँ बस्दिने भइसकेपछि उसले गर्ने सबै खर्च जति बाहिरै गर्ने पऱ्यो होइन। कमाएको पैसा धेर थोर पठाउला त्यो फरक कुरा, तर पढाइ यतै गर्ने पऱ्यो होइन। पढुन्जेलसम्म फी, अब काम विदेशमा काम गरे अनुसारको ट्याक्स तिर्नु पऱ्यो, त्यो यतै गर्ने पऱ्यो। त्यो भइसकेपछि अब कसरी रोक्ने त भन्ने कुरालाई चाहिँ डिप्लोमालाई चाहिँ नदिने, एनओसी नदिने भनेपछि चाहिँ सङ्ख्या त लगभग आधाभन्दा बढी रोकिन्छ। त्यही त। किनभने अधिकतम विद्यार्थी भनेको डिप्लोमामा पढ्न आउने हुन्छन्, धेरै जसो कमै मात्रामा। त्यही त। फिसको कुरा, एजुकेसनल ब्याकग्राउन्ड होइन, एकाडेमिकको रिक्वायरमेन्ट्स, आइएल्स पिटीको रिक्वायरमेन्ट्स, सबै कुराले चाहिँ त्यो कुरालाई डिप्लोमालाई इजी बनाउँछ। त्यो भइसकेपछि नम्बर अफ स्टुडेन्ट डिप्लोमाको बढी हुन्छ होइन। अनि कसरी रोक्न सकिन्छ भनेपछि त्यो एउटा बााउन्ड्री राख्यौँ, त्यो गरेपछि चाहिँ रोकिन्छ भन्ने त्यो आइडिया पनि लगायो। के भन्छ त्यसलाई चाहिँ ध्यान पुऱ्याएर अलिकति त्यसको बारेमा अलिक नलेज भयो। मैले भन्नु त्यसरी बोल्दाखेरि आवेशमा गएर चाहिँ डाइरेक्ट यो गरेपछि चाहिँ अर्को ठिक हुन्छ भन्ने तरिकाले त्यो भाइ सरसफाइमा चाहिँ जानु हुँदैन जस्तो लाग्छ। त्यसबारे एनओसी दिने कुरामा पनि सम्भव त्यस्तै जोडिन्छ क्या। त्यस्तै जोडिन्छ। एनओसीको अब के गर्छौ भने तिम्रो फ्यामिलीले अफोर्ड गर्न सक्छ। हामी एउटा अब सो कल्ड हुन्छ यहाँ थर्ड वर्ल्ड कन्ट्री चाहिँ मलाई त्यो भनेको टर्म मन पर्दैन। अब सो कल्ड थर्ड वर्ल्ड कन्ट्री भन्छन् है। तर हामी नेपालमा जस्तोमा बसेर हाम्रो नेपालमै सुशासन, शिक्षा राम्रो, स्वास्थ्यको सेवा राम्रो भएको हामी विदेश किन आउँथ्यौँ? त्यो कुरातिर चाहिँ सुधार्नेतिर लाग्नु पर्थ्यो क्या। त्यो कुरा हो नि अहिले हाम्रो प्रायोरिटी त त्यता सुधार्ने हो नि होइन। त्यो भएर नेपालमै भएका विद्यार्थीहरूलाई चाहिँ विभिन्न स्कलरसिपको कोटाहरू बढाउने होइन, कसरी हुन्छ मोटिभेट गर्ने, नेपालभित्रै विद्यार्थी आकर्षित गर्नु पऱ्यो क्या। जब कि उसलाई बाहिर जान मन चाहिँ उसको चाहिँ नेपालमै बस्ने मन एउटा बढोस् होइन, उसलाई चाहिँ उही एउटा वातावरण भनोस्। अब +2 पढेको विद्यार्थीहरूलाई अहिलेको कन्टेक्स्टमा सबैलाई फ्रस्ट्रेसन छ। एभ्रिबडी वान्ट्स अ बेटर अपर्च्युनिटी, बेटर लाइफस्टाइल। फ्रस्ट्रेसन मात्र पनि फ्रस्ट्रेसन नि धेरै लेभलमा पुगिसक्यो। अहिले त कस्तो हुने रहेछ भने तिम्रो एसएलसी अथवा अहिले एसई सकेर होइन 10 क्लास स्कुल लेभल सकिने बित्तिकै मान्छेलाई कस्तो हुन्छ भने यो 2 वर्ष पढ्ने भनेको मैले बाहिर जानको लागि पढ्दिने हो जस्तो भइसक्यो क्या टेन्सन चाहिँ क्या। किनकि अब एक घर एक अस्ट्रेलिया, एक घर एक विदेश होइन। अब जहाँ पनि हुनसक्यो, जापानमा हुनुहुन्छ कति धेरै नेपाली, जापान, क्यानाडा, अमेरिका, न्युजिल्यान्ड सिक्किन्छ, फिनल्यान्ड, विभिन्न देशहरूमा हुनुहुन्छ होइन। स्टुडेन्ट भिजामा जानुभएको छ। मेन भनेको अब त तिम्रो भाषाको लागि रोक्दिने भने त जापानहरूमा पनि जानुहुन्छ। तर मलाई जापानहरूको बारेमा चाहिँ धेरै आइडिया छैन होइन। तर जति पनि मेरो साथीहरू जानुभएको छ उहाँले गएर पहिला भाषै पढ्नुहुन्छ, भाषा अध्ययन फर्स्टमै गएर ब्याचलर्स चाहिँ मैले डिग्री लिएको चाहिँ सुनेको छैन। हुनुहुन्छ होला है, म्याप गर्नु आइडिया। तर उहाँहरू हुन्छ त्यसमा चाहिँ जापानको लागि मैले ट्राई गरेको। टोटल स्टफ हुन्छ। इङ्ग्लिस युनिभर्सिटीमा चाहिँ जान पाइन्छ। पहिल्यै गऱ्यो भने त्यो गऱ्यो भने बोल्नको लागि चाहिँ बेसिक ल्याङ्ग्वेज चाहिँ चाहियो क्या। त्यही छैन भाषाको कुरामा नि त भाषा सिक्न पाइयो नि होइन। यो त तिम्रो ह्युमन राइट्समा पनि के हो भन्दाखेरि तिमीले त आफूले मन लागेको चिज गर्न पाउनु त तिम्रो अधिकार हो। हाम्रो युएनले भनेको छ, ह्युमन राइट्स कमिसनले भनेको छ स्किल्स जति पनि राख्न पाइयो, गेन गर्न पाइयो। एजुकेसनको कुरालाई लग्जरीमा ल्याएर जोडेर पढ्ने मान्छेलाई पढ्न दिन्न त पढ्न पाउँदैनस्, यो त न्याय होइन कि। न्याय होइन किनकि तिम्रो अब आफूलाई थाहा हुन्छ नि त मेरो एकाडेमिक ब्याकग्राउन्ड यस्तो छ, म पढाइमा यस्तो छु। फर्स्ट आई वान्ट टु गेट द फाउन्डेसन होइन, ब्याचलर्स डिग्री के पढ्नु छ भने आई वान्ट टु गेट द लिटल बिट अफ फाउन्डेसन गर्दाखेरि चाहिँ अनि त्यहाँपछि ब्याचलर्स गर्छु, मास्टर्स गर्छु। त्यही होइन त्यो अझै क्रिएट गरेँ नि त। ब्याचलरलाई चाहिँ दिने एउटा स्ट्रङ ब्याचलर मास्टर्सलाई दिएर डिप्लोमालाई नदिने, डाइरेक्ट त्यसरी त्यस्तो गर्दा त्यस्तै। अनि त्यहाँपछि चाहिँ पढाइको कुरामा त पढ्न पाउनु पऱ्यो नि त यार। अब होला अब विदेश पैसा नेपाल सरकारको अहिले इकोनोमिक क्राइसिस भइरहेको छ। नेपालीहरूको पैसा चाहिँ के अरे विदेशमा पढ्न जाँदाखेरि बाहिर गइरहेको छ। त्यो फ्लो एकदमै आजको दिनमा त
एकदमै माथि छ त्यो नेपाली करेन्सी बाहिर जनशक्ति बाहिर ट्याक्स लगाउने हो नि त गभर्मेन्टले पढ्नै दिन्न भनेर हुन्छ अपर्च्युनिटी क्रिएट गर्ने हो नि त कन्ट्रीमा होइन अब त्यो त्यसलाई पनि अब विभिन्न कुराहरू बाधा अर्चनाहरू छन् त्यो चाहिँ आजको भोलि हुने कुरा होइन इट टेक्स अ लङ पिरियड अफ टाइम त्यसमा चाहिँ विभिन्न नीति निर्माणका कुराहरू हुन्छन् होइन विभिन्न कानुन संशोधन तर पोजिटिभ स्टार्ट गर्न सकिन्छ पोजिटिभ स्टार्ट गर्न सकिन्छ एउटा इनिसिएटिभ लिन सकिन्छ तर फर्स्टमा चाहिँ अब चाहिँ पाइँदैन भनेर त्यो झर्का दिने हुन्छ नि सक दिने त गर्न पाइँदैन त्यो पनि फेरि केही तयारी भएको पनि देख्दैन मैले तयारी होइन फ्री प्लान हुन्छ हामी चाहिँ यो स्टुडेन्टलाई यो चाहिँ हामीले अपर्च्युनिटी क्रिएट गरेका छौँ यो अपर्च्युनिटी क्रिएट गर्छौँ यो तपाईँ विदेश नजानुहोस् यो अपर्च्युनिटी छ यहाँ हेर्नुहोस् भनेर एउटा केही पनि छैन अल्टरनेटिभ नीति निर्माण केही छैन अनि ल नपाइने भनेर हुन्छ होइन मान्छेले आफूले अब यस्तो गर्छु यहाँ गएर यस्तो खालको एजुकेसन लिन्छु यस्तो खालको फ्युचर देख्छु यो त वर्ल्ड त ग्लोबल भिलेज भइसक्यो होइन बिल्कुल बिल्कुल अनि यहाँ चाहिँ अब हाम्रो डिग्रीहरू पनि इन्टरनेसनल डिग्रीहरू मान्छेले लिने इच्छुक हुन्छ अनि अब हाम्रो नेपालीहरू अब हामी जति पनि आउँछौँ अस्ट्रेलिया हाम्रो जापान अमेरिका हाम्रो दुबई कतार जता पनि हुनसक्यो एउटा हाम्रो मोटिभ के हुन्छ भने पैसा कमाउने हुन्छ स्टुडेन्टको नि मोटिभ के हुन्छ भन्दा पैसा कमाउनलाई पहिला चाहिँ गुड एजुकेसन लिने एउटा गुड एजुकेसन लिन सक्यो भने चाहिँ आफ्नो देश फर्किने चान्स छ त्यही देशमा बसेर त्यो एजुकेसनले के गर्छु भने त्यो देशमा नि अपर्च्युनिटीहरू छन् होइन मेन त कुरा भनेको त एजुकेसनै हो नि त एजुकेसन लिनु भयो आफूलाई बेटरमेन्ट बनाउनु भयो भने त हुन्छ नि त अब फेरि स्टुडेन्टहरू डिप्लोमा पढ्नलाई आएर ती म्याक्सिमम स्टुडेन्ट त्यो कन्डिसन पनि जति पनि स्टुडेन्टहरू अस्ट्रेलिया गएको छन् जापान गएको छन् अमेरिका गएको छन् क्यानाडा गएको छन् न्युजिल्यान्ड गएको छन् होइन जहाँ पनि गएको छन् पढ्नको लागि भनेर उनीहरूले पैसा पनि त पठाइरहेको छन् नि त उनीहरूले आउँदाखेरि जति खर्च लाग्यो नि त्यसको डबल तिर्बल पठाइरहेको छन् कि तर एउटा हुन्छ अब के भन्छ पढ्न गएको विद्यार्थीले पढ्न जाने हो कमाउँदैनन् भन्ने हुन्छ होइन त्यो फ्याक्ट पनि हो कमाउनु धेरै पढ्दै काम गर्दै कमाउँदै घर पठाउँदै त्यो देशलाई घाटा त धेरै हुन्छ मान्छे जनशक्ति नै हुन्छ युवा जनशक्ति गर्नेले पैसा पनि त गइरहेको छ यति टाइम पढ्दै गर्दाखेरि आफ्नो स्किल गेन गर्दाखेरि एउटा चाहिँ रेमिट्यान्समा चाहिँ एउटा कन्ट्रिब्युट पनि त गरिरहेको छ नि त विद्यार्थीले होइन के काम गर्न मात्रै गएकोले त गरेको छैनन् नि त स्टुडेन्टहरूले पनि गरिरहेको छन् आफ्नो फिजहरू म्यानेज गरिरहेको तर यो कुरा कति अफिसियल हो पहिला नि अघि तिमीले पनि भने पहिला पनि आएको थियो म आइसकेँ यो कुरा चाहिँ अब जेन्युन नै हो कता गयो थाहा भएन कुरा चाहिँ धेरै आइरहेछ क्या अहिले जेन्युन नै हो किनकि मैले विभिन्न कन्सल्टेन्सीका टिकटकहरूमा होइन कन्सल्टेन्सीको फेसबुक पेजेसहरूमा अनि विभिन्न सञ्चार माध्यमहरूमा पनि यो कुरा सुनिएको छ देखिएको छ अनि के अरे हाम्रो सारा टु हाम्रो नेपाल ट्युब अस्ट्रेलियाको दाई सरल गुरुङ दाईले पनि यस विषयमा भिडियो बनाउनु भएको छ विभिन्न जानकारहरूसित गएर एउटा सानो इन्टरभ्यू पनि लिएर टिकटकमा हाल्नु भएको छ हाम्रो उहाँका पत्रकार साथीहरू र विभिन्न कन्सल्टेन्सी भनेपछि यो कुरा कन्फर्मै हो यो कुरा चाहिँ उहाँले चाहिँ विभिन्न कन्सल्टेन्सीका ओनरहरूसित होइन कन्सल्टेन्सी जसलाई चलाइराख्नु भएको छ पत्रकार जति पनि साथीहरू हुनुहुन्छ उहाँका अस्ट्रेलियामा एउटा समग्र भ्यू सबैको भ्यू ल्याउनु भएको छ एउटा भिडियो पनि बनाउनु भएको छ त्यसमा चाहिँ उहाँले पनि यही कुरा गलत या ठिक होइन अब त्यो कुरा विभिन्न पर्सपेक्टिभ छन् तर अचानक आएर यस्तो सक दिनु ल अब चाहिँ पाइँदैन भन्नु चाहिँ हुन्न एउटा प्रोपर होमवर्क हुन्छ नि त गरेर चाहिँ यस्तो हो यस्तो भनेर पहिले अल्टरनेटिभ दिएर इम्प्लिमेन्ट गर्नु पर्यो कि अब गभर्मेन्टको डिसिजन हो अब गभर्मेन्टमा पनि अब एउटा कस्तो कुरा हुन्छ कि गभर्मेन्टले पनि त एकदम डिसिजन चाहिँ फ्याट्टै दिएको हुँदैन है कुनै ठाउँमा त अब सबै ठाउँमा नहुने कुनै ठाउँमा त इन्टेलेक्चुअल पर्सन गरे पनि हुन्छ त्यो कुरा बाहिर नआएको हुनसक्छ अनि त उहाँहरूको भन्दा नेताहरूको मन्त्रीहरू पनि एउटा सल्लाहकार हुनुहुन्छ नि त एउटा शिक्षित वर्ग हुनुहुन्छ उहाँहरू शिक्षित वर्गले उहाँलाई केही चिजमा पोख्त हुनुहुन्छ उहाँहरूले पनि सल्लाह दिने काम त्यो कर्मचारी संयन्त्र हो उहाँले त निर्देशन दिने त गर्ने सबै कर्मचारी संयन्त्र हो शिक्षा मन्त्रालयमा नपढेको मान्छे त हुन्न होइन तर चाहिँ अब डिसिजन मेकिङ चाहिँ अब उहाँहरूले एउटा आइडिया सोचेर गर्नुभयो त्यो हाम्रो जेनरल पब्लिक थाहा हुनु उहाँले गरेका कतिपय निर्णयहरू पनि एकदम फलदायी पनि भएको छन् हाम्रो स्वास्थ्यको क्षेत्रमा गर्नुभएको छ हाम्रो जीवन बिमा के भन्छ त्यसलाई लाइफ इन्सुरेन्स स्वास्थ्य बिमा कस्तो राम्रो इनिसिएटिभ हो होइन त्यसले एकदमै मान्छेहरूलाई धेरै गरिरहेको छ अनि हाम्रो अहिले भर्खरै आउँदैछ हाम्रो पेन्सन टाइपको चाहिँ के भन्छ वैदेशिक रोजगारमा जानेहरूको लागि एउटा कोष समथिङ यस्तै के नयाँ आएको छ होइन महिनामा यति रुपियाँ चाहिँ आफूले डिपोजिट गर्नुपर्ने अनि
आफू रिटायर्ड भइसकेपछि अथवा आफ्नो मृत्यु अथवा अङ्गभङ्ग नै भयो भने पनि एउटा सर्टेन काइन्ड अफ कम्पन्सेसन गभर्मेन्टले दिने भन्ने कुराहरू पनि आएको छ। कुनै कुनै कुराहरू एकदमै राम्रो इनिसिएटिभहरू पनि छन् होइन, सबै सरकारले गरेका कुराहरू चाहिँ सबै चिज गलत भन्ने छैन, किनकि हामीभन्दा इन्टेलेक्चुअल पर्सनालिटी होइन अलिकति पढेको शिक्षित वर्गहरूलाई उहाँहरूले चाहिँ गभर्मेन्टले पनि हायर गरेको छ। त्यो हाम्रो कानुन सल्लाहकारहरू देखाउनु रिसोर्स धेरै हुन्छ सर, सल्लाहकारहरू त हाम्रो मन्त्रीज्यूहरूको नि त विभिन्न सल्लाहकार हुनुहुन्छ, उहाँहरूले लिएको सोलो डिसिजन होइन, किन उहाँहरू पनि त सबै चिजमा पोख्त त हुनुहुन्न, उहाँहरूलाई पनि आइडिया हुँदैन, अब सल्लाहकार नै हो मेन है। तर सल्लाहकार कोही चाहिँ कस्तो हुन्छ भन्दाखेरि सल्लाहकार पनि कस्तो देखिए यो अहिलेको समयमा कस्तो देख्न पाइयो भन्दाखेरि एउटा नेपोटिजम टाइपको क्या सल्लाहकारहरू पनि आफ्नो नजिकको जो छ इन्टेलेक्चुअल हुनु परेन क्या, स्वकीय सचिव राख्ने भन्ने हुन्छ नि, जो पनि राख्दैन क्या, नजिकको मान्छे जो छ त्यो चाहिँ अलिकति सुरेन्द्र केसीले भन्नुहुन्छ नि पद र पैसा चाहिँ नेपालमा चाहिँ दोहोरो यिनीहरूको चाहिँ एकदमै सम्बन्ध छ भनेर। स्वकीय सचिव अब यस्ता कुराहरू अथवा सल्लाहकारको रूपमा त अलिकति त्यो भनेको त एक्सपर्ट हो नि त, एउटा जसले सल्लाह दिन्छ त्यो सांसदलाई मन्त्रीलाई दिन्छ भने त्यो त सरकारले बनाएको चिज हो नि त। त्यसमा पनि अब जो पनि घरको मान्छे राख्दैछ जसको डिग्री नै छैन, डिग्री भएको मान्छे चाहिँ वेल एजुकेटेड, डिग्री नभएको चाहिँ होइन भन्ने छैन होइन, एउटा सर्टेन कुरामा एक्सपिरियन्स छ भने यु आर वेल एजुकेटेड, यु आर वेल लिटरेट होइन, किनकि डिग्री इज नट एभ्रिथिङ क्या, तिम्रो एक्सपिरियन्स म्याटर्स भन्छ होइन, एक्सपिरियन्सबाट पनि तपाईँले धेरै कुराहरू जान्नुहुन्छ होइन, कुनै विषयमा एक्सपर्ट हुनुहुन्छ, पोख्ता हुनुहुन्छ। त मलाई चाहिँ त्यही के लास्टमा के भन्न चाहन्छु भने यो डिप्लोमाको कुराहरूलाई चाहिँ अब के भन्नु, डिप्लोमा चाहिँ सरकारले चाहिँ अलिकति फेरि यो कुरालाई फेरि रिभ्यू गर्नुपर्छ, रिभ्यू गरोस्, त्यसरी रोकिहाल्यो भने पनि एउटा टाइम दिएर अथवा अल्टरनेटिभ पनि निकाल्नु पर्छ साइडमा, त्यसको सट्टा के गर्ने त भन्ने होइन, त्यो गरेर प्लानिङ। किनकि अब कति विद्यार्थीहरूले अब के प्लान बनाएर अब विदेश जाने पढ्ने भनेर एउटा टाइम आफूले दिनुभएको छ होइन, त्यो त सबै वेस्टमा गयो नि त। प्रि नोटिस यो यति गतेबाट हुनेवाला छ भनेर प्रि नोटिस दिएको भए नि हुन्थ्यो, उहाँहरूको माइन्डसेटै छुट्टै हुन्थ्यो होइन, उहाँहरूले +2 पढ्ने बेला 10 कक्षा पढ्ने बेलामा त्यो छुट्टै तरिकाले सोच्नुहुन्थ्यो। एउटा डेडलाइनै राख्यो भने हामी यो पछि चाहिँ गर्न पाएन, अब अल्टरनेटिभ खोज्यौँ भने आफैले नै खोज्नु फर्दर अप्सनहरू चाहिँ हामीले खेल्छौँ नि, मान्छे त्यही चिज दिमागमा बनाएर बसेको छ आजको अहिलेको युथले होइन, अनि त्यो लास्टमा गएर चाहिँ हुँदैन भन्दाखेरि चाहिँ एउटा काइन्ड अफ मेन्टल प्रेसर पनि त पर्छ नि होइन र, एकदमै धेरै मान्छे फ्रस्ट्रेट हुन्छ अनि के अरे उस हुन्छ के अरे मान्छेलाई विभिन्न खालका कुराहरू डिसिजनमा पनि जान्छ क्या, त्यो टाइममा फेरि कस्तो हुन्छ नि वाट नेक्स्ट भन्ने नै थाहा हुने क्या 12 पछि। हामी पनि त्यही तरिकाबाट गुज्रेको होइन, म त धेरै नै हो अझ, त्यही भएर मैले 5-6 महिना मेरो ग्याप पनि भयो। मान्छे अब कस्तो हुन्छ अरे मान्छेले दिमाग मन मस्तिष्कले सबै एउटै चिज सोध्या हुन्छ, विदेश 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 सोच्या हुन्छ होइन। मेरो साथीहरू कतिपय हुनुहुन्छ उहाँहरूको भिजा रिजेक्ट भयो अनफर्चुनेटली है, उहाँहरूलाई चाहिँ त्यो चिजबाटै रिकभर हुनलाई वर्ष दिन लाग्यो क्या, किनकि उहाँहरूको सबै चिज त्यही थियो, लास्टमा प्लान सक्सेसफुल भएन होइन। त्यस्तो कस्तो त्यो मेन्टल्ली हामी कति के विक हुन्छौँ क्या त्यो कन्डिसनमा होइन। अनि कोही मान्छेले प्लान बनाइरहेको छ, गभर्मेन्टले यस्तो गर्ने बित्तिकै त्यो मेन्टल्ली हामी एकदम लो फिल गरिन्छ क्या। अनि अर्को कुरा चाहिँ म अहिले यही फिल्डमा पनि अलिकति काम गरिरहेको भएर मेन्टल हेल्थलाई चाहिँ नेपालमा चाहिँ कसरी लिन्छ जस्तो लाग्छ तिमीलाई? मेन्टल हेल्थ एउटा नेपालमा चाहिँ एउटा हुने छ, के भन्छ त्यसलाई, वर्ड यु कल द्याट, एउटा वर्डै आएन क्या भन्नाले नेगेटिभ तरिकाले लिइन्छ, लाइक यो पागल हो, यो काम लाग्दैन भन्ने तरिकाले स्पेसिफिक वर्ड आएन, तर त्यसलाई रोग भन्दा पनि एउटा उनी बुझिन्छ कि त्यो चाहिँ खतम भयो, त्यो सकियो क्या, त्यसको फाइनल स्टेज। के लाग्छ भने नेपालमा म यहाँ अस्ट्रेलिया आएँ होइन, अस्ट्रेलिया आएर यहाँको मेन्टल हेल्थ भएको मैले पेसेन्टहरूसित क्लाइन्टहरूसित काम गरिरहेको छु होइन। नेपालमा के लाग्छ मेन्टल हेल्थको हामीलाई आइडिया नै छैन क्या, त्यो मेन्टल हेल्थ भन्ने नै थाहा छैन। हामी फिजिकल्ली फिट छौँ, शरीर हात खुट्टा नाक मुख सबै राम्रो चल्छन्, वी आर पर्फेक्ट भन्ने छ होइन, हामीलाई नै थाहा छैन। हामी जुन उमेर समूहको छौँ, हामी नेपालमा पढेको, नेपालमा शिक्षा दीक्षा लिएको कारणले गर्दा हामीलाई नै जति थाहा हुनुपर्ने हो त्यति थाहा छैन। किनकि यो मेन्टल हेल्थ भन्ने कुरा तिमी बाहिर आउटलुक अपियरेन्सबाट एकदम तिमी हेल्दी देखिन सक्छौ, एकदम ह्याप्पी चेयरफुल देखिन सक्छौ, तर भित्र तिम्रो दिमाग मस्तिष्कमा के चलिरहेको थाहा हुँदैन होइन। अनि नेपालमा चाहिँ मान्छेहरूलाई चाहिँ अब कस्तो भन्दाखेरि एउटा काउन्सिलिङ गर्ने, अनि अहिले त धेरै चेन्ज भइसकेको छ होइन, तर स्टिल मेन्टल हेल्थको बारेमा त्यो मान्छेले बातै गर्दैन क्या, कुरै गर्दैन। यो होइन, कोही भन्ने बित्तिकै प्रब्लमै होइन, पागल हो ट्याग लगाइदिने, प्यागल हो ट्याग लगाइदिने, यस्तै हो भन्ने।
तर यो मान्छेलाई चाहिँ प्रोपर काउन्सिलिङ गयो भने यो मान्छेको अलिकति हुन्छ नि मेन्टल ब्रेकडाउनबाट उसले चाहिँ अलिकति रिलिफ पाउँछ होइन। मेन भनेको त मेन्टल हेल्थमा त काउन्सिलिङ नै हो है। काउन्सिलिङ राम्रोसँग उपचार उसले पायो सबै कुराहरू पायो भने त सबैभन्दा छिटो रिकभर हुने रोग हो नि त्यही त मेन्टल हेल्थ। मेन्टल हेल्थमा चाहिँ अब कस्तो तर भएन भने लाइफ टाइमभरि नै हुन्छ। मान्छेले रङ डिसिजन लिइरहेको छ अनि विभिन्न हामीले अप्रिय घटनाहरू सुनिरहेको छौँ मेन्टल हेल्थ चाहिँ जसको चाहिँ राम्रो थिएन, जुन चाहिँ अलिकति मेन्टली डिस्टर्ब हुनुहुन्थ्यो होइन। त्यो कुरा चाहिँ नेपालमा चाहिँ हाम्रो सोसाइटीमा हाम्रो कल्चरमा चाहिँ मेन्टल हेल्थलाई चाहिँ हामी प्रायोरिटी नै दिँदैनौँ क्या। हामीलाई चाहिँ के गर्नु छ भने काम गर्नु छ होइन। अनि के अरे फिजिकल्ली फिट भए त भइहाल्यो नि, राम्रो खाए त भइहाल्यो नि भन्छ। तर दिमागमा के चलिरहेको छ, मेन त हाम्रो ब्रेनले वर्क गर्ने हो नि त। तिम्रो हात चलाउँछ, खुट्टा चलाउँछ, मुख चलाउँछ, जे पनि गर्छौ ब्रेनले कन्ट्रोल गरिरहेको छ। यदि तिम्रो ब्रेनै हेल्दी छैन भने तिमी कसरी अपरेट गर्न सक्छौ आफूले? एकदम सही एकदम। अनि त्यो त आउटलुक अपियरेन्समा त देखिन्न नि त मान्छेको मेन्टल हेल्थको कुराहरू। मेन्टल हेल्थमा चाहिँ अब कोही मान्छे चाहिँ कोहीको हुन्छ नि अब विभिन्न खालका ट्रमाहरूबाट गुज्रेको हुन्छ, विभिन्न खालका। एउटा कुरा मैले तिमीलाई रोकेँ। हजुर, तिमीलाई अब तिमी जति म मेन्टल हेल्थमा छैन, किनभने तिमी मेडिकल साइन्सको स्टुडेन्ट होइन। मलाई चाहिँ खासै नलेज छैन। तिमीलाई के लाग्छ नेपालको पाठ्यक्रममा पनि कम हो मेन्टल हेल्थको बारे? मेन कुरा भनेको त पाठ्यक्रममै हो। पाठ्यक्रममा चाहिँ यो कुरा चाहिँ समावेश हुनुपर्छ। अलिकति सानैबाट चाहिँ मान्छेलाई मेन्टल हेल्थको बारेमा अलिकति एजुकेट अवेरनेस दिनुपर्छ भन्छु। मेन्टल हेल्थ भनेको यस्तो चिज हो कि त्यो मेन्टल चाहिँ हेल्थमा भइरहेको मान्छेले बाहिरबाट अब्जर्भ गर्न सकिँदैन। हाम्रो सोसाइटीमा के छ भन्दा कोही मेन्टल ब्रेकडाउनबाट एउटा कुरो मेन्टली डिस्टर्ब भइरहेको छ भने चाहिँ उनीहरूले काउन्सिलिङको सिकै गर्दैनौँ क्या। हामी काउन्सिलिङ खोज्दैनौँ। कतै गएर पनि भन्न पनि लाज लाग्छ कि आम गोइङ टु यसले के भन्दा मेन्टल हेल्थ इस्युज होइन, म चाहिँ मेन्टली एकदमै ठिक फिल गरिरहेको छैन भन्यो भने तिमीलाई बौला पागल शब्दहरूको ट्याग लगाइदिन्छन् होइन। त्यही भएर हाम्रो चाहिँ मैले के भन्छु भन्दाखेरि हाम्रो स्कुल लेभलबाट चाहिँ मेन्टल हेल्थ सम्बन्धी चाहिँ आजको जेनेरेसनमा चाहिँ होइन एउटा चाहिँ इनिसिएटिभ लिनुपर्छ यो पाठ्यक्रममा होइन। धेरै कम छ जस्तो लाग्यो मलाई। जति कुराहरू गरेँ त्यो कुराहरू मलाई लाग्दैन मैले पढेको छैन त्यस्तो धेरै। हाम्रो मलाई नि यही आएर मात्रै मलाई यो टाइममा म आज नेपालमा हुन्थ्यो भने नि मैले यो मेन्टल हेल्थको बारेमा मलाई नो आइडिया के, मलाई हुन्थेन। जति पनि सिकेँ मेन्टल हेल्थ के हो होइन, मैले यही आएर सिकेँ क्या। मेन्टल हेल्थको मान्छेलाई अब जे पनि भनिदिरहेछन् काउन्सिलिङ लिन खोज्दैनन् होइन। मेडिकेसन भनेको त एउटा मेडिकेसन मेन्टल हेल्थको त एउटा सर्ट टर्म मात्रै हो। मेडिकेसनको मेन रिकभर हुने भनेकै तिम्रो मेडिटेसन भन्छ अनि हाम्रो यो के भन्छ काउन्सिलिङले नै हो। त्यो तिम्रो औषधिहरू खानेको त अलिकति चाहिँ तिम्रो हर्मोनहरूमा चेन्ज लगाउँछ। अलिकति तिमीलाई अलिकति कोही मान्छे हुन्छ अलिकति मेन्टली एकदम हाइपर भने ड्राउजी फिल गराउँछ होइन। त्यो मेडिकेसनहरू त सर्ट टर्म हो। मेन भनेको त तिमीले काउन्सिलिङमै फोकस गर्ने होइन। अनि हाम्रो नेपालमा काउन्सिलिङ गर्न गयो अथवा हाम्रो मानसिक अस्पतालमा चिकित्सक परामर्श लिन गयो भन्दा पनि त्यो गेटबाट छिर्यो भने मान्छे छुट्टै पर्सेप्सन बनाउँछ कि तिमी त्यो चाहिँ चेन्ज गर्न जरुरी छ होइन। तिमी गयो भने कस्तो यो गयो यो ठिक छ त्यस्तो खालको कन्सेप्ट छ क्या। परामर्श त हामीले लिन सकिएन। अस्ट्रेलियामा मेन्टल हेल्थ ब्रेकडाउन भएर मान्छे नेपालीहरू हामीले नेपाल ट्युब दाइको त्यो न्युजमा कति सुनिरहेको हुन्छ मान्छेहरूले एकदम रङ डिसिजन लाइफमा कस्तो एकदम सुन्दै कहाली लाग्दो डिसिजनहरू लिएको हुन्छ होइन। त्यही भएर मेन्टल हेल्थ इज लाइक एक्सट्रिमली इम्पोर्टेन्ट होइन। यो नेपालको पाठ्यक्रममा पनि राख्नुपर्छ। मेन्टल हेल्थ कुरा भनेको कुरा चाहिँ यस्तो कुरा हो। यसबारेमा चाहिँ यसलाई चाहिँ जेनरलाइज गर्नुपर्छ, प्रोपर एजुकेसन दिनुपर्छ, विभिन्न खालका सेमिनारहरू गर्ने गभर्मेन्टको ठाउँबाट होइन। गभर्मेन्टले आफ्नो अथवा लोकल गभर्मेन्टले चाहिँ यो मेन्टल हेल्थको लागि पनि केही बजेट छुट्याएर यसको बारेमा चाहिँ गर्नुपर्छ। किनकि तिमी मेन्टली फिट छौ भन्ने त देशको लागि गर्छौ, पढ्छौ, काम गर्छौ, कर्मचारीले काम गर्छ, एभ्रिथिङ हुन्छ नि। दिमागले नै हाम्रो एभ्रिथिङ कन्ट्रोल गरिरहेछ र यी दिमागमै फल्टी छ भने तिमी कसरी त्यो आफ्नो 100% दिएर पर्फर्म गर्छौ त नि? सकिँदैन। मान्छे डिप्रेसन हुन्छ होइन, एङ्जाइटी हुन्छ, बाइपोलर डिसअर्डर हुन्छ, अनि हाम्रो अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भन्छ होइन। विभिन्न यो एकदमै धेरै छन् कि यो फिल्डमा तिमी मेन्टल हेल्थको बारेमा छिर्छौ भने चाहिँ यो चाहिँ फेरि ठुलै एकदम विशाल चिज छ क्या। यसको हरेक चिजलाई बुझ्दै जाँदाखेरि चाहिँ हो। अनि तिमी भन्छौ अनि नेपालमा जुन इन्सिडेन्टहरू देख्यौ, नेपालमा कोही मान्छेहरू कसरी हिँडिरहेको होइन, यो मान्छेलाई त्यस्तो पो रहेछ है, यो मान्छेले प्रोपर गाइडेन्स अथवा प्रोपर काउन्सिलिङ पाएको भए त्यो मान्छे पनि राम्रो हुनसक्छ है। आजसम्म मान्छेले यसलाई हेलाको दृष्टिले मात्रै हेऱ्यो।
यो मान्छेलाई कहिले पनि कसैले राम्रो दृष्टिले हेरेर होइन त्यो कुराहरू तिमीले रिलेट गर्छौ। मैले नेपालमा कति हाम्रो छिमेकमै होइन हाम्रो सोसाइटीमा स्कुलहरूमा होइन यताउता नि कोही मान्छेहरू देखे चाहिँ यो यस्तै हो भन्ने हुन्छ। तर अहिले रियलाइज हुन्छ कि यो मान्छेले प्रोपरली काउन्सिलिङ पायो भने he can do something in his life and he can achieve something good, he or she can achieve something good लाग्छ होइन। किनकि नेपालमा चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ म त्यही भन्छु, मेन्टल हेल्थको बारेमा चाहिँ नेपालमा मान्छेलाई शिक्षित बनाउनु जरुरी छ। यसको बारेमा धेरै बहस गर्न जरुरी छ। यस सम्बन्धी चाहिँ विभिन्न कार्यक्रमहरू र योजनाहरू चाहिँ सरकारले चाहिँ लिएर आउनुपर्छ। लोकल गभर्मेन्टले, फेडरल गभर्मेन्टले, स्टेट गभर्मेन्टले सबैले चाहिँ मेन्टल हेल्थलाई चाहिँ एउटा हेल्थमा पनि फर्स्ट इनिसिएटिभ भनेको करिकुलममै ल्याइदिनु, करिकुलममा ल्याउनुपर्छ। किनकि हामीलाई थाहा छ डायबिटिज हाम्रो नेपालीहरूलाई खासै धेरै लाग्ने रोगहरू डायबिटिजहरू हुन्छ, विभिन्न खालका भाइरसहरू लगाइरहेको हुन्छन् होइन। मेन भनेको लिभर प्रब्लम, किडनी प्रब्लम, क्यान्सर यस्तो चिजहरू हुन्छ। हामी यसको बारेमा वेल एजुकेटेड छौँ होइन। अनि तर हामीलाई चाहिँ उसको बारेमा चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ कसैले बातै गर्दैन कि छैन पनि नै हो भन्दैन। डायबिटिजहरू त्यो हामीले पढाए पनि हुन्छ 4-5बाट हेल्थमा छ क्या त्यो जुन करिकुलममा जति सम्झिँदा पनि मेन्टल हेल्थ छैन। त्यसलाई मात्र डिसअर्डर मान्छौँ, जुन चिज चेकिँदैन त्यसलाई मान्दैनौँ। त्यसलाई चाहिँ हामी गलत तरिकाले चाहिँ रिप्रेजेन्ट गरिरहेछौँ होइन। त्यही हो। अब चाहिँ त्यसरी नै सरकारले चाहिँ एउटा प्लानिङ गरेर चाहिँ योजना बनाएर चाहिँ अब गर्नुपर्छ जस्तो लाग्छ। त्योहरू आज चाहिँ हाम्रो शिशिरसित चाहिँ एकदमै रमाइलो कुराकानी भयो। आज हाम्रो एउटा फर्स्ट ट्रायल एपिसोड पनि थियो। ट्रायल एपिसोडमै पनि हामीले अब धेरै बारेमा कुरा गरियो होइन। अब कस्तो भएको छ, कस्तो आएको छ रेकर्डिङमा, हाम्रो क्यामेराले कस्तो रेकर्ड गरिरहेछ, भोइस कस्तो आवाज कस्तो आइरहेछ चाहिँ हामीले त्यो हेर्न नै बाँकी छ होइन। त्यसपछि अब इफ एभ्रिथिङ गोज वेल अनि सबै चिज राम्रो भयो भने हामी युट्युबमा पनि अब हामीले पब्लिस गर्छौँ यो चिजलाई। अनि हाम्रो पोडकास्ट कस्तो लाग्यो चाहिँ फर्स्ट ट्रायल थियो। अभियसली आम स्योर लाइक धेरै कमजोरीहरू छन्। अब हामीलाई कमेन्ट सेक्सनमा चाहिँ के गर्दा चाहिँ अझै बेटर हुन्छ जस्तो लाग्छ हामीलाई चाहिँ सल्लाह सुझाव दिनु होला। अनि हामीलाई साथ सहयोग हजुरको खाँचो छ, साथ सहयोग पनि गर्नु होला। सब्सक्राइब त भन्नै पर्दैन, यो भन्थ्यो सबैले भन्ने लाइक सेयर सब्सक्राइब त सबैले भन्छन् होइन। अब यो भन्नै परिराख्ने कुरा होइन, मन पऱ्यो भने सब्सक्राइब गरिहाल्नुहुन्छ, हेरिहाल्नुहुन्छ, फर्की आएर हेर्नुहुन्छ, कमेन्ट गरिहाल्नुहुन्छ होइन। त्यही थियो आजको लागि यो एपिसोडमा चाहिँ हाम्रो जस्ट ट्रायल एपिसोड थियो। हामीले चाहिँ अब अलिकति हाम्रो तरिकाबाट चाहिँ हाम्रो कोसिस गऱ्यौँ, कस्तो हुन्छ अब हजुरको प्रक्रिया पनि सुनौँ ल। आजलाई फेरि धेरै त्यस्तो फर्मालिटीमा पनि गएन, हाम्रो दिमागमा इन्स्ट्यान्ट के आयो मैले त्यो तरिकाले भन्छु त्यस्तै सेटअपहरू गरेर त्यही तरिकाले हामीले स्टार्ट गरिदिइहालेको स्पोर्ट टाइपको हो यो। म फेरि पनि भन्छु वी आर नट एक्सपर्ट इन एनी अफ द फिल्ड होइन। जस्ट हाम्रो चाहिँ तपाईँहरू जस्तै जेनरल पब्लिक भएर हाम्रो क्याजुअल हो। कुनै कुरामा हामी गलत पनि हुनसक्छौँ, हामी कुनै कुरामा गलत छन् भने प्लिज नराम्रो भन्दा गलत हुनसक्छ, कति डेटाहरू रङ हुनसक्छ। अनि फिडब्याक दिनु होला होइन, पोजिटिभ फिडब्याक। किनकि हामीले भनेको रङ हुनसक्छ, तिमीले भन्दै थियो केही भन। त्यही भनेको मैले अब कति हामीले डेटाहरू भनेको बोल्दा आउँदा डेटाहरू कति डेटाहरू एक्ज्याक्ट नहुनसक्छ, तलमाथि हुनसक्छ होइन। हाम्रो दिमागले यो हिट अफ द मुभमेन्टमा जे भ्यायो जे सोच्नु भ्यायो त्यही गरेका छौँ होइन। यसमा सोचाइ अनि हाम्रो तयारी त्यो राइटिङ केही पनि छैन, जस्ट बसाइ फ्लोमै सबै चिज गयो होइन। आजको लागि यति नै, हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। फेरि हामी अर्को एपिसोडमा भेट्नेछौँ। आजको लागि नमस्ते।